उज्जवल भाइ हजुर दाइ वेलकम टु गफ गफ एडमिन्टन पडकास्टमा Thank स्वागत you. छ तिमीलाई थ्याङ्क यू सो के मच छ त हालखबर तिम्रो एकदमै अहिलेसम्म ठिक छ दाइ ल त्यसो भए आज तिम्रो इन्ट्रोडक्सनबाट सुरु गरौँ है हजुर तिम्रो नेपालको जर्नी अनि त्यसपछि यहाँ एडमिन्टनमा कसरी आइपुग्यो किन एडमिन्टनलाई चुज गर्यो होइन त्यो कुराबाट सुरु गरौँ त ल सर्वप्रथम त सबैजनालाई नमस्कार अडियन्सहरूलाई पनि मेरो नाम चाहिँ उज्जवल पराजुली हालले चाहिँ म अहिले स्टुडेन्ट हो डेटा साइन्स पढिरहेको छु नर्थ वेस्ट कलेजमा अनि एडमिन्टनको जर्नी आउनुमा चाहिँ अब धेरै नै लङ स्टोरी छ है अहिले गर्दै जाउँला होइन अनि यहाँ अहिले इन्टरनेसनल स्टुडेन्ट भएर आएको छु होइन यहाँको जे होस् घुलमेलमा हुन गइरहेको छु यहाँको वातावरणसँग होइन अब विन्टर आउँदैछ झन् होइन त्यही त कतिको सजिलो छ त इन्टरनेसनल स्टुडेन्ट त्यो माथि पनि क्यानाडा अनि त्यसमाथि पनि फेरि एडमिन्टनमा चाहिँ च्यालेन्जिङ त छ दाइ एकदमै यहाँ अब अर्काको देश हो होइन आफ्नै देशमा त च्यालेन्जिङ हुँदो रहेछ भने अर्काको देशमा त झन् तर च्यालेन्ज छ भनेर बस्नुभन्दा पनि अब केही सिकाइ हो भनेर अगाडि जानु चाहिँ धेरै नै सिकिँदो रहेछ लाइफमा होइन हजुर अहिले चाहिँ के पढिरहेको तिमीले अहिले मैले मसिन लर्निङ एनालिस्ट डेटा साइन्स डेटा साइन्स सो के यो पढाइ सकिसकेपछि तिम्रो के छ त प्लानिङ यु वान स्टे हियर or you want to go back to Nepal and do something there better? म्याक्सिममको त पिआरै हुन्छ होइन दाइ अनि अफकोर्स मेरो पनि त त्यही हो नि यहाँ आउने भनेको चाहिँ पिआर लिनलाई हो क्यानाडा भने चाहिँ अनि सर्टेन एक्सपिरियन्स लिएर चाहिँ आफ्नै देशमा के गर्न सक्छु भन्ने चाहिँ एउटा ज्ञान हुन्छ नि सकिन्छ जस्तो लागिरहेछ अहिलेसम्म अब बाटो हो दाइ हिँड्दै गइरहेको छु होइन लेट्स सी भनिन्छ नि एउटा भगवान्ले पनि साथ दिनुहुन्छ भनिन्छ क्या थ्याङ्क यू उज्जवल भाइ फर कमिङ होइन अनि के अरे एज अ स्टुडेन्ट नेपाली होइन हजुर कतिको च्यालेन्जेस छ त्यता नेपाली कम्युनिटीले तिमीलाई कसरी हेल्प गरिरहेछ त यहाँ चाहिँ खासै मैले धेरै कम्युनिटीहरूसँग चाहिँ इङ्गेज हुन पाइनँ नेपालीको चाहिँ होइन तर च्यालेन्ज त एकदमै देखि मैले मेरो साथीहरूले पनि भन्थ्यो क्या यस्तो हुँदो रहेछ यहाँ होइन यो पार्टमा चाहिँ यस्तो यस्तो भइरहेको रहेछ अनि कसैले के गरिदियो भन्ने अनि एज अ इन्टरनेसनल स्टुडेन्ट चाहिँ यहाँ आउने बित्तिकै फर्स्टमा त अब केही थाहा नै हुँदैन नि त ब्ल्याङ्क हुन्छ माइन्डै पुरै होइन अब कहाँ जाने हो सुरुमा त दाइ बसै थाहा थिएन क्या बसको रुट अनि मान्छेको चाहिँ ज्यानको भ्यालु यति राम्रो रहेछ यो देशमा भनेर चाहिँ मैले रोड क्रस गरेपछि थाहा भएको क्या नेपालमा यस्तो रहेछ यहाँ यस्तो रहेछ भनेर अनि धेरै कुरा सिकियो दाइ अहिलेसम्म अझै सिक्नु पनि बाँकी छ च्यालेन्जेसहरू चाहिँ मेन चाहिँ फोकस गर्न सकिन्न स्टडीमा स्किल डेभलप गर्ने त एउटा बाहना मात्रै हुँदो रहेछ यहाँ पढ्ने भन्ने त होइन सबै ब्यालेन्स गरिरहन हिँड्नलाई राति कहिले 2 नै बज्छ कामबाट फर्किँदा होइन कहिले अब खाना पनि भोकै जानुपर्छ कहिले स्कुल अनि त्यसरी नै च्यालेन्जहरू चाहिँ भइरहेछ अनि तिमी काम चाहिँ कहाँ गर्छौ नि म अहिले हाल त पद्मनादीमा गर्छु है रेस्टुरेन्ट ए पद्मानन्दी त्यो प्योर भेज रेस्टुरेन्ट होइन प्योर भेज इन्डोनेसियन कुजिन हजुर अनि कसरी त पद्मानन्दी र तिम्रो अलि हाम्रो अफेयर कुरा हुँदा भन्थ्यो तिम्रो राम्रै त्यहाँ पहिलेदेखि लिङ्क थियो भन्थ्यो नि तिमीले होइन वाट वाज द्याट सो त्यहाँ कनेक्सन चाहिँ कसरी भएको भन्दाखेरि चाहिँ अब म ब्याकग्राउन्ड मेरो नेपालमा जानुपर्छ पहिला होइन अर्फानेज छ होइन त्यहाँ अर्फानेजमा म हुर्केको 20 वर्षसम्म अर्फानेजमै हुर्केको अनि यहाँको पद्मनादीको उहाँ ओनर चाहिँ त्यहाँ आएर जो सपोर्ट गरिरहनुहुन्थ्यो क्या ए यहाँको पद्मनादीको ओनरले त्यहाँ नेपालमा तिम्रो मम्मीले चलाउने अर्फनेजलाई हेल्प गर्थ्यो सपोर्ट गरिरहनुहुन्थ्यो अनि त्यसपछि चाहिँ खासमा मेरो स्टोरी त दाइ म युएस जान लाएको थिएँ स्कलरसिप पनि थियो युएस जान लाएको थिएँ होइन अनि साथी क्या रिसाउँछ क्या मसँग अझै पनि मैले तिम्रो इन्टरभ्यू बुक गरिदिएको तिमी नजाने भन्दै क्या अनि त्यसपछि यसो सोचेँ होइन जम त भन्ने जस्तो लाग्यो अनि भित्रबाट चाहिँ यहाँ उहाँले कल गरेर होइन यहीँ आउनै पर्छ क्यानाडा नै आउनुपर्छ वी निड यु जस्तो भन्नुभयो ए त्यसो भने तिमीले पद्मानन्दीको इन्डोनेसियन हो होइन त्यो ओनरले बोलाएकै जसरी स्टुडेन्ट भिजामा आउने भनेर बोलाएको तिमीलाई वी निड यु होइन अनि तिमी जस्तो मान्छेहरू चाहिन्छ यहाँ भन्नुभयो क्या अनि त्यसपछि ओके ल हेरौँ न त के हुन्छ भनेर होइन अनि आइपुगेँ यहाँसम्म चाहिँ होइन अनि ब्याक स्टोरी चाहिँ फेरि मेरो भिसा आउने चान्सै थिएन क्या खासै कता युएसको क्यानाडाको अब म त्यो तिमीले अहिले भर्खर भनेको कुरा छ नि युएस छोडेर तिमी क्यानाडा आयो नि त हजुर इज इट बिकज अफ हिम यु केम टु क्यानाडा or या no or you just choose your path to Canada? अनि मेरो
पाथ क्यानाडामै किन भयो भन्दाखेरि चाहिँ गोल मेरो चाहिँ त्यो अर्फनेजहरूलाई पनि हेर्नु छ क्या पछि। तिमी युएस गएर चाहिँ हेर्न नसक्ने थियो कि त्यस्तो वातावरण कि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ घुलमिल कस्तो सराउन्डिङमा हुर्किन्छ भन्ने हुन्छ नि त। अनि युएसमा त अब त्यसपछि त त्यस्तै सराउन्डिङ हुन्छ कि जस्तो लाग्छ क्या। हजुर त्यो अब सेक्युरिटी हेर्ने अनि सबै हेर्दाखेरि चाहिँ होइन, अनि त्यसले गर्दाखेरि अब क्यानाडा चुजन भयो जस्तो लाग्छ क्या। मोर सेफ सेक्युरिटी युएस। तर इकोनोमिक्स हेर्ने भने चाहिँ अलिक वर्स नै छ। फ्युचर त त्यहाँ युएसमा धेरै होला नि होइन। इन टर्म्स अफ स्टडीको म्याटरमा चाहिँ युएसको स्टडी र क्यानाडाको स्टडीमा एज अ स्टुडेन्ट हजुर तिमीले के डिफ्रेन्स पाएको छ? ह्युज डिफ्रेन्स छ दाइ। मेरो साथीहरू त सबै क्लासमेट प्रायः जस्तो गएको छन् होइन, अनि उनीहरूले भन्छन् क्या ब्याचलर डिग्री गरेर आयो नि त उनीहरू त, अनि प्रोजेक्टहरू हेर्छु होइन, हाम्रो प्रोजेक्ट र उनीहरूको कम्पेयर गर्दाखेरि चाहिँ ह्युज डिफ्रेन्स देख्छु क्या। यहाँ चाहिँ प्रोजेक्ट सकाउनलाई गरिन्छ, त्यहाँ चाहिँ प्रोजेक्ट सिक्नको लागि गरिँदो रहेछ क्या। त्यो त सरी त भन्नु के भन्न जोड्न लागेको भन्दाखेरि अब जस्तै नेपालमा स्टुडेन्टहरू छ नि त होइन, हु मे बी एप्लाइङ अब्रोड लाइक युएस एन्ड क्यानाडा, उनीहरूले दुइटै ठाउँमा पनि एप्लाई गरे होला। तिमीले उनीहरूलाई के मेसेज दिन चाहन्छौ? लाइक बिकज अहिले भर्खर तिमीले भन्यो नि, तिमीले ह्युज डिफ्रेन्स भन्यो। अब त्यो डिफ्रेन्स वाट इज द्याट डिफ्रेन्स होइन? सो तिमीले यदि केही गरेर नेपालको स्टुडेन्टलाई त्यो मेसेज दिँदाखेरि कसरी के एडभाइस गर्छौ त? ओके, यसमा चाहिँ मलाई पनि मेरो एससिटीको प्रोफेसरले इन्स्ट्रक्टरले एउटा भन्नुभएको थियो क्या, युएस भनेको आगो जस्तो हो होइन, अनि क्यानाडा भनेको चाहिँ आगोको नजिकै तापेर आगो तापे जस्तो गर्ने भन्नुहुन्थ्यो क्या। अब तपाईँलाई यहाँ हिउँ धेरै भएर हो कि? होइन, फेरि युएसलाई आगो भन्नु त राइट नै हो नि त। फेरि सबैलाई जलाइरहेछ नि त। हामी जस्तो भनौँ न, हामी जस्तो थर्ड वर्ल्ड कन्ट्रीले नेपाललाई पनि त, डेभलपिङ कन्ट्रीलाई पनि त तर्साइरहेछ। चाइना जस्तो सुपर पावरलाई पनि तर्साइरहेछ। आगो त आगै हुन्थ्यो। अनि त्यहाँभित्रको जनतालाई पनि हेर्नु न, अब अहिले युएसमा के भयो हेर्नु न, ट्यारिफ आयो, के भयो, गोली हानान त्यतिकै भइरहेछ, मान्छे मरिरहेछ। 6-7 जना भन्दा कम मरेको त न्युजमा हो। त्योभन्दा माथि मरेपछि मात्र गोली हानेपछि मात्र न्युज, त्योभन्दा कम त आउँदैन नि न्युजमा त्यहाँ पनि। अर्को कुरा अहिले फेरि गुड न्युज यो सुने त, ट्रम्पले पैसा बाँडेको थाहा छ नि तपाईँलाई? ट्यारिफ रिबेट भनेर बाँडेको छ त त्यहाँ। 2000 पर सिटिजन $2000 बाँड्ने रे। ट्यारिफ रिबेट संसारसँग उठाएर ऊ बाँड्ने रे त्यहाँ। होइन सरी, यो अफ टपिक भयो होइन। अनि तिमी अहिले क्यानाडामा आउँदा तिमीले युएसको स्टडी स्ट्रङ राम्रो भन्छौ बुझेर होइन, अनि तिमी हाउ यु रेट योर सेल्फ होइन, स्टुडेन्ट भएर नेपालको पढाएर क्यानाडाको पढाएला? यसमा चाहिँ मैले के देखेँ भन्दाखेरि चाहिँ यहाँ चाहिँ द वे अफ स्टडी एकदमै डिफ्रेन्स रहेछ है। त्यो यहाँ त अब असाइनमेन्टहरू गर्नु पऱ्यो होइन, पावर पोइन्ट प्रेजेन्टेसन गर्नु पऱ्यो। नेपालमा त अहिले पनि एडाप्टेबिलिटी छ, अहिले भइरहेछ, सुरु भइरहेछ। कति कलेजहरू, स्लिङटन कलेज भयो होइन, यिनीहरूमा त्यो कोर्सहरू ल्याइरहेछ। यहाँ कस्तो देखि भन्दाखेरि चाहिँ यहाँ चाहिँ हजुरको सिक्नको लागि गरिने रहेछ क्या मेन चाहिँ। गोरेहरूले चाहिँ सङ्गत गरे होइन, गोरेहरूसँग उनीहरू त्यो सिक्नै पर्ने होइन र? एक्ज्याक्टली, डिपमा क्या, एकदमै गहिरो नलेज लिएर नै। अनि त्यही डिफ्रेन्सदेखि उता चाहिँ हामी के हुन्छ भन्दा नेपालमा त पास गर्नको लागि पढिन्थ्यो नि त। अनि किन पढ्ने भन्दाखेरि पैसा कमाउनको लागि पढ्ने भन्ने हुन्थ्यो नि त उहाँ त होइन। मेरो छोरा पढ्छ, पैसा कमाउँछ, बुवा आमालाई पाल्छ भन्ने हुन्छ नि त। अनि यहाँ चाहिँ अलिक डिफ्रेन्स देखियो क्या यहाँको, लाइक सराउन्डिङहरू। अब 16-18 कटेपछि नै अब बाहिर हुने रहेछ होइन, त्यसले गर्दाखेरि चाहिँ डिफ्रेन्स देखेँ यहाँ। तर अझ जवाफै हाल्ने, सिक्नलाई पढ्ने होइन, सिक्ने किन त पैसा कमाउनलाई त हो नि होइन त। अन्तिम त गोल त्यही हो होइन, मैले भन्नु गोल त त्यही नै हो नि। आखिर उता चाहिँ बच्चामा क्लियरै बारे त पढेर पैसा कमाउने हो, यता चाहिँ त सिक्न पहिला, अनि पैसा कमाउँछ कमाउँदैन पछि हेरौँला भनेर पढाउने होइन त। त्यसमा ठ्याक्कै स्किलको कुरा आयो क्या होइन, हजुरले भन्नुभएको जस्तै। स्किल त अब जस्तै अब प्लम्बिङ सिक्नेले त प्लम्बिङ बाहेक अरू गर्न पनि पाएन नि त। तर बिजनेस पढ्नेलाई त वाइड ओपन छ नि त, सबै कुरा ओपनै भयो नि त। त्यो त नेपालमा नि त त्यही हो नि त। नेपालमा चाहिँ बिजनेस पढेर फेल भए मान्छे चाहिँ गएर प्लम्बिङ गर्ने हो नि त नि। त्यो त सुरुदेखि त जग बन्दैन नि त नेपालमा त। हो, हजुर नेपालमा त यस्तो कन्सेप्ट नि छ नि, लास्टमा केही गर्न सकिएन भने टिचर भन्ने भन्छ नि त। त्यो त छ, टिचर त त्यो त हो। तर अब मलाई चाहिँ के लाग्छ भन्दाखेरि अब तिमीले जे कुरा पढिरहेछ नि त्यो त सिक्नको लागि नै पढ्ने। अहिले तिमीले भनिहाल्यो, जे पनि सिक्नको लागि जो पनि कुनै पनि युनिभर्सिटी स्कुलमा जो पनि जान्छ नि, मेन अब्जेक्टिभ भनेको नि सिक्ने होइन, आफ्नो नलेज बढाउने हो।
होइन त अब जस्तै अब तिमीले अहिले मेसिन लर्निङ पढिरहेको छौ होपफुली तिमीले त्यो पढिसकेपछि त केही न केही त तिम्रो त अब्जेक्टिभ अहिले यति छैन कि लाइक म गुगलमा गएर म काम गर्छु आम गर्न अर्न लाइक 6 फिगर्स 7 फिगर्स कमाउँछु भन्ने त्यो त अहिले त छैन नि त प्लान होइन जस्ट लाइक आई वुड लाइक टु अन्डरस्ट्यान्ड अबाउट मसिन लर्निङ होइन त्यसपछि म भोलि गएर अब अहिले तिमीले ब्याचलर्स गरौँला होइन अनि त्यसपछि त्यसमा मास्टर्स गरौँला या पिएचडी गरौँला त्यो त तिम्रो अब पाथवेमा त होला नि होइन तर अहिले त मेन अब्जेक्टिभ भनेको नि सिकेर त्यो कुरा बुझ्नुको लागि त हो नि होइन त्यसपछि चाहिँ अनि अफकोर्स यु विल बी इन दिस जब मार्केट एन्ड देन युल पैसा त कसलाई चाहिँदैन नि त्यो चाहिहाल्छ पैसा त होइन त्यो उसमा पनि भर पर्दो रहेछ कि दाइ एजमा पनि क्या एज र मेन्टालिटी थिङ्किङ त्यसमा भएर जब मेरो साइडबाट जब म सानो थिएँ नि 5-6 हाम्रो टाइममा त आमा बाउले सबैलाई डक्टर इन्जिनियर बनाउनु खोज्ने पाइलट पुल तर हाम्रो इन्ट्रेस्ट अर्कै थियो म त्यस्तो पढ्ने मान्छे पनि होइन खास म कसरी म जहिले खेलाडी बन्न चाहन्थेँ क्या म खेल्थेँ पनि म खेलाडी नै बन्छ भएन त्यो सपना होइन तर एज यु ग्रो अप जब म कुलिनरीमा लागेँ होइन म कुलिनरी पढ्दा काम गर्दा पनि म पैसा कमाउँछु भनेर कहिले लागेन क्या स्किल डेभलप गरौँ होइन आई वुड बी वान अफ द बेस्ट भन्ने थियो तर एज त गयो नि त टाइम त स्टप भएन नि त अब अहिले आएर चाहिँ मेरो भ्यालु मोरल केमा छ भन्दा कसरी पैसा कमाउने छ क्या स्किल त भाडमै जाऊ अब भने के पैसा कमाउने हो क्या समय अनुसार परिवर्तन हुनु पर्यो होइन अब त्यो बेलामा जस्तै अब फर इक्जाम्पल तिमी अब यङ थियो त्यो बेलामा ब्रेन पनि त अब यङै हुन्छ होइन अब त्यो क्युरियोसिटी इज देयर है लाइक यु वान्ट टु लर्न सो मच थिङ्स इन यु ब्रेन यु वान्ट प्याक अल यु ब्रेन विथ लस अफ नलेज नि अहिले जुन चाहिँ फिल्डमा तिमी छौ होइन अब फेरि एउटा म यी तिम्रै स्टडीको बारेमा नै अलिकति म तिमीलाई क्वेसन सोध्छु होइन जस्तै अहिले मेसिन लर्निङ भन्यो नि होइन वाइ डिड यु चुज द्याट अनि हाउ यु गन इन्करेज द न्यू स्टुडेन्ट्स राइट फ्रम नेपाल अर इभन ओभर हियर हुएभर इज वाचिङ maybe they are just in like high school maula they may like they're wondering like what to choose like data science AI अनि तिमीले चाहिँ किन नेपालबाट नै मसिन लर्निङ सब्जेक्ट चुज गरेर त्यसलाई पर्स्यु गर्न यहाँ आयो त्यसको के छ त त्यसको बारेमा अलिकति भन्यो सो यसको ब्याकग्राउन्ड चाहिँ के थियो भन्दाखेरि चाहिँ पहिला आई वाज भेरी इन्ट्रेस्ट इन फिजिक्स होइन फिजिक्स भन्ने बित्तिकै एकदमै त्यो हुन्छ नि रगत उम्लेको जस्तो हुन्थ्यो क्या अनि आइन्स्टाइन अनि त्यसपछि यो ट्युबलाइट बनाउनेहरू देखेर इन्ट्रेस्ट हुन्थ्यो अनि त्यसपछि चाहिँ मेरो पाथ डिफ्रेन्ट भयो क्या म स्पिरिचुअलिटीमा गएँ त्यहाँबाट चाहिँ के सिकेँ भन्दाखेरि चाहिँ आखिर के का लागि सम्पूर्ण होइन के का लागि भन्ने भयो क्या अनि यसो मार्केट हेर्दै गएँ डेटा साइन्स एआई त एकदमै चलिरहेछ होइन अहिले एकदमै ट्रेन्डिङ आइरहेछ अनि त्यो नलेज चाहिँ मैले एआईमा कसरी युज गर्न सक्छु भन्ने मलाई सोच आयो क्या त्यतिखेर होइन अनि सकिँदो रहेछ अहिले त हेर्नु त होइन च्याट जिपिटीमा हजुरको एस्ट्रोलोजी नै हेरिदिन्छन् क्या चार्ट बनाएर हेरिदिन्छ क्या या तपाईँको ठ्याक्क डेट अफ बर्थ हालिदिनु के यो हातको फोटो खिचेर च्याट जिपिटीलाई एकचोटि पढ्दा केटो भनेर हात पढिदिन्छ होइन तर बायस आउँछ क्या हल्का चाहिँ बायसहरू चाहिँ बायसलाई कसको आफ्नै साइडमा कुराहरू दिन्छ लुप होल हुन्छ क्या एउटा उनीहरूको डेटा त धेरै ट्रेन भएको हुन्छ नि त होइन अनि एउटा बायसनेस आइदिन्छ क्या त्यसमा चाहिँ अनि भनेपछि तिमीले सुन त सरी है तिमीले डेटा साइन्स पढेको मतलब जस्तो यो एआईहरूले नै यही डेटाहरू नै कलेक्ट गरेर नै समग्रमा डेटाकै एन्सर दिने हो एभरेजमा एउटा एन्सर भनिदिने मात्र हो काम या त्यो ठ्याक्कै हजुरले भन्नुभएको जस्तै त्यो एउटा मोडलै त्यसरी ट्रेन गरे हुन्छ क्या उनीहरूको एल्गोरिदम चाहिँ अब फर इक्जाम्पल इन्स्टाग्राममा मैले त्यस्तै रिल हेरिरहेको छु नि त्यस्तै टाइपको रिल आउँछ नि त होइन त्यो चाहिँ पढिरहेको हुन्छ क्या एआईले नै त्यही त अल्गोरिदममा एआईको भन्दा एउटा जोक भन्छु म होइन मेरो एउटा साथी थियो विपिनजी अस्ति गेम हेरिरहेको रहेछ लाइभ होइन लाइभ गेम हेर्दाखेरि आज कसले जित्छ त भन् भनेको थियो यो अस्ति हुरिकेनसँग क्या ओइलर्स भर्सेस हुरिकेनमा भरे एआईले हुरिकेनले जित्छ भन्दैछ अनि भरे ठ्याक्कै ओइलर्सले जित्यो अनि तैँले त हुरिकेन्सले जित्छस् भन्थेछ अहिले त ओइलर्सले जित्यो त भनेको होइन लाइभ स्पोर्ट्समा हामीले भनेको मिल्दैन रहेको लास्टमा अनि त्यसपछि ठ्याक्क दाइले सोध्नु भएको प्रश्नको चाहिँ एआई चाहिँ अब खोजिरहेको छ नि त अझै एउटा मोडल खोज्दैछ होइन जसले चाहिँ आफूलाई नै ट्रेन गर्न सकोस् मान्छे जसरी अनि त्यसमा चाहिँ मलाई चाहिँ एकदम क्युरियस भयो क्या लाइक दिस इज मेड फर मी है भने जस्तो लाग्यो होइन अनि आर्टिकलहरू कति पढिरहेको छु अहिले पनि होइन अनि थोरै हेल्प पनि गरिरहेको छु अस्ति एउटा
ग्रो वुमेन सेसन थियो त्यसमा गएर चाहिँ भोलिन्टियरिङ गरेँ अनि त्यहाँको एउटा ट्रेसी भन्ने हुनुहुन्छ उहाँ चाहिँ अफ्रिकन सोसाइटीको अनि ग्रो वुमेन 2025 सबमिटमा चाहिँ मलाई उहाँले स्पेसल बोलाएर चाहिँ भोलिन्टियर गर्नु पऱ्यो भनेर अनि मेरो जति नलेजहरू छ त्यो युज गरेर चाहिँ अनि उहाँ चाहिँ अहिले चाहिँ टप 40 मा पढ्नु भएको रहेछ एडमन्टनको एउटा सेलिब्रिटी टाइपकोले चाहिँ ए ओके ओके ठिक छ। त्यसो भए तिम्रो जुन चाहिँ मैले अब अघि नै सोधेँ अघिको क्वेसनमा फेरि जाउँ नै होइन। सो कोही पनि न्यू स्टुडेन्टलाई मसिन लर्निङको लागि इन्करेज गर्नको लागि दे निड टु बी लाइक पहिला नै प्रिपेयर भएर लाइक वाट इज देयर अब्जेक्टिभ पछि फ्युचरमा के गर्ने। जस्तै तिमीले रिसर्च गर्यौ तिम्रो त अब स्पिरिचुअलिटीको बारेमा तिमीलाई इन्ट्रेस्ट भएको हुनाले त्यसलाई चाहिँ एआईमा कनेक्ट गर्ने भन्ने तिम्रो त्यो मेन्टालिटीले गर्दाखेरि you choose this or is there any other things that you want to include and encourage other people to get into machine learning? Yeah, also like अब क्यानाडा पढ्न आउनु हुनेहरूलाई चाहिँ के भन्छु भन्दाखेरि चाहिँ नेपालबाट सर्टेन सर्टिफिकेट अनि एक्सपिरियन्स लिएर आउनु भन्छु होइन। मैले पनि 2टा सर्टिफिकेट लिएर आएको थिएँ मसिन लर्निङ इन पाइथन र पाइथन डेटाबेसको चाहिँ मैले लिएर आएको थिएँ होइन। अनि एक्सपिरियन्स नि थियो एउटा टेक एक्सिस भन्नेमा अलिकति इन्टर्नसिप जस्तो गरेको थिएँ। अनि नेपालबाट आउनेहरूलाई चाहिँ के भन्छु भन्दाखेरि चाहिँ अगाडि नै माइन्ड म्याप राखेर आउनुहोस् कि म दुःख पाउनेछु यो ठाउँमा नेक्स्ट लेभलको दुःख पाउनेछु। मेरो बुवा आमा हुने बेला दुःख हुँदैन थियो नि यहाँ चाहिँ एकदमै दुःख हुनेछ। अगाडि नै माइन्ड मेकअप गरेर आउनु होइन। अब रियालिटी भनेर डराउनु खोजेको होइन मैले कसैलाई होइन, तर मेन्टालिटी अगाडि आएपछि त एटलिस्ट थाहा हुन्छ नि त खोला कुन बाटोमा गइरहेछ भनेर थाहा भएपछि त होइन। मगा एउटा भाइ पार्ट टाइम गर्छ होइन 3 घन्टा आउँछ बसमा आउनलाई लाग्छ 3 घन्टा जानलाई लाग्छ 6 आवर्समा अनि ऊ 6 आवर्स काम गर्छ होइन 6 घन्टा किनकि स्टुडेन्टले 24 घन्टा बढी काम गर्न पाउँदैन। ऊ 6 घन्टा काम गर्छ म कहाँ 18 घन्टा त्यहाँ गयो भने त अब कति घन्टा सुत्छ र ऊ कति घन्टा पढ्छ त एउटा भनाइ अनि होइन अझ पैसा जम्मा गरेर सेमिस्टरको फी पनि तिर्नु छ कि जब कि त्यो 24 घन्टाले उसको पैसा यस्तो सुन्दा दुःख लाग्दो छ होइन। म कहाँ आएको थियो अनि उसले मागेको भन्दा बरु $1 बढी दिएर पनि हायर गरेँ कि मैले किन नेपाली भएर केही न केही त कन्ट्रिब्युट गरौँ न भनेर नै मेरो गोजीबाट जानु त होइन कन्ट्रिब्युट गर्नलाई पनि होइन तर त्यही पनि एउटा भनाइ नै छ नि इन्टरनेसनल स्टुडेन्टहरूले चाहिँ भन्छन् क्या आमा यदि मलाई निन्द्रा पुऱ्याउँछ भने चाहिँ म एकचोटि नेपालमा आएर हजुरको काखमा सुत्न चाहन्छु है भन्छ नि होइन। त्यसले ठ्याक्कै हिट हान्छ क्या त्यो त डेफिनेटली तिमीले यो भनेको कुराले पनि अहिले आमाहरूले सुनिरहनु भयो भने त्यही आँखाबाट आँसु नै आउँछ हो कि होइन। आफ्नो छोराले यसरी यस्तो दुःख भोगिरहेको छ भन्ने कुरा दुःख त डेफिनेटली होइन। अब घर भनेको घरै हो नि हो विदेश भनेको अफकोर्स यो त पराएको देश हो होइन। त्यो छ के भने त पिरो बहिनी खोर्सानी मिठो बोक्सी बहिनी आमै प्यारो भन्छ। तिमी त एउटा त्यो अर्फनेजमा हुर्क्या हो नि त बढ्या हो नि त हाउ वाज द्याट त्यो त्यत्रो बच्चाहरू आमा बुवा बिना ग्रोन अप भएको हेर्दा त तिमी चाहिँ सबै फ्यामिलीसँग बस्थ्यौ त्यहाँ होइन। हाउ डज द्याट फिल त्यो हेर्दा क्या एज अ चाइल्ड साइकोलोजी कस्तो थियो? एकदमै मन सुन्छ दाइ मेरो त होइन। त्यो मन एकदमै हुन्छ नि उनीहरूले त्यो एक्सप्रेसै गर्न सक्दैन थियो क्या। अनि मैले चाहिँ मेडिटेसन गराइदिन्थेँ त्यतिखेर रुन्थेँ क्या गुवा लाएर बच्चाहरू आँसु निकाल्ने क्या त्यो एक्सप्रेस गर्न नसकेर कसलाई भन्ने हुन्छ नि त होइन। मान्छेको एउटा पीडा अहिले त पीडा सुनिदिने मान्छे चाहिन्छ नि त सजेसन भन्दा पनि। अनि मलाई चाहिँ कहिलेकाहीँ चाहिँ अनफेयर जस्तो लाग्थ्यो क्या लाइफ चाहिँ एउटा अब किन कसैको चाहिँ बुवा आमा पनि छैन होइन कसैको दाइ छैन कसैको कोही छैन नि त। अनि मान्छेलाई कोही नभएपछि त अब अलमल्ल हुने रहेछ क्या मेरो त कोही छैन भन्ने भएपछि होइन। अनि एक दिन चाहिँ मैले भगवान् किन यस्तो हुन्छ भन्थेँ क्या किन राम्रो मान्छेहरूलाई चाहिँ नराम्रो हुन्छ भनेर सोधेको थिएँ होइन। अनि त्यसपछि चाहिँ नराम्रो लाग्थ्यो क्या अब एक्सप्रेस गर्न सकिराखेन कसैले सुनिदेला भन्ने बाहिरको मान्छे आएर सुनिदिने भन्ने त हुँदैन नि त होइन। अनि म हल्का काउन्सिलिङ जस्तो दिन्थेँ अनि म चाहिँ क्यानाडा आउनुभन्दा अगाडि उनीहरूले पुरै त्यो बुकमा लेखिदिएको थिएँ क्या थ्याङ्क यू फर यस्तो लाइक मोटिभेसनहरू दिनुभएको मेडिटेसन दिनु। अनि अहिले पनि सम्झिरहेको हुन्छन् कल गर्छन् कहिलेकाहीँ होइन। अनि त्यसले एकदमै मन सुन्थ्यो दाइ मेरो त। तर लाइक त्यस्तो इन्भाइरोमेन्टमा हुर्किँदा नि होइन त्यो बच्चाहरूको के एज अ हाउ दे ग्रो अप हाउ दे सी एभ्रिथिङ के मतलब भन्न खोजेको कसरी सजिलो बनाउनु
तिमी आमा बाउसँग बसिरहेको छौ त्यहाँ होइन, त्यो बच्चाहरूको छैन नि त त्यहाँ। सो वेन दे सी यु हाउ दे फिल, कुड यु फिल द्याट भन्न खोजेँ कि मैले। त्यसमा चाहिँ हल्का लाइक जेलेसी जस्तो हुने रहेछ होइन, एज अ ह्युमन जेलेसी टाइपको हुन्छ क्या, लाइक उसको छ मेरो छैन भन्ने त्यो हुन्छ नि त बायसनेस जस्तो होइन। तर त्यहाँ त्यत्रो बच्चा, कतिजना बच्चा थियो अर्फनेजमा? 40 दाइ पहिला त 100 जति थियो क्या। 100 जति बच्चा थिए। 40 नाइस। तिम्रो मम्मीले चलाउँथ्यो है त्यहाँ? मम्मीले केयर गर्नुभयो क्या त्यहाँ। मम्मीले केयर गर्नु। अनि त्यसको फन्डिङ सोर्सहरू के नेपालीहरूले नै उठाएर दिन्थ्यो कि बाहिरबाट थियो कि के थियो त्यसको चाहिँ? त्यसको चाहिँ अलि मलाई पनि त्यो डिटेलमा चाहिँ थाहा छैन होइन, जे होस् त्यहाँ नेपालीहरू बाहिरबाट पनि गर्नुहुन्थ्यो, राम्रै थियो अनि एकदमै फेसिलिटी राम्रो थियो दाइ हामीलाई। त्यसो भए यदि इन केस यहाँ पनि क्यानाडाबाट पनि केही फन्डिङहरू कसैले गर्न चाहेको खण्डमा, हजुर, मेबी यु हेभ सम रिसोर्सेस द्याट वेयर यु क्यान प्रोभाइड अस होइन। डेफिनेटली त्यसरी यहाँबाट पनि केही फन्डिङ जान सक्छ, हामी हेल्प गरौँला त्यसको लागि पनि होइन। हजुर, यही टपिकमा कुरा गरौँ न। त्यहाँ यो अब अर्फनेजमा अर्फन्सहरूको लागि केही थेरापीहरू केही दिने कुनै प्रोफेसनल व्यक्तिहरू हुनुहुन्थ्यो कि? हुनुहुन्थ्यो त्यहाँ, आउनुहुन्थ्यो म्युजिक टिचरहरू होइन, काउन्सिलरहरू, साइकोलोजिस्ट काउन्सिलरहरू, अनि यो मेडिटेसन सिकाउन आउनुहुन्थ्यो होइन। अनि त्यसपछि उहाँसँग पनि म घुलमिल भएर चाहिँ हामीले त्यहाँ मेडिटेसनहरू गर्थ्यौँ। त्यसो भए यु ग्र्याब द्याट अपर्च्युनिटी। या त्यतिखेर के अरे, सरी मेरो एउटा क्वेसन होइन, फेरि यो आउट टपिक होला भनेर सोधिहालौँ होइन। तिमी क्यानाडा आयो होइन, हामी त अब हामीले हेर्दाखेरि त क्यानाडामा कस्तो वेलकमिङ छ, मान्छेहरू कति हेल्पफुल छ देख्छु नि। त तिम्रो कुरा सुन्दा आई थिङ्क वी आर मोर हेल्पफुल देन यहाँको जस्तो लाग्छ नेपालमा होइन। तिम्रो साइडबाट कि मेरो साइडबाट त के बाले भएन। तिमीलाई के लाग्छ क्यानाडाको मान्छेहरू बढी हेल्पफुल छ कि हाम्रो नेपालीहरू सोसल सर्भिसलाई अलिक ओपन छौँ? सत्य कुरा चाहिँ तितो हुन्छ भन्छन् होइन, तितै कुरा गर्न त्यही भनिदिन्छु म होइन। नेपालमा धेरै हेल्पफुल छ भन्छु है यहाँ मैले, तर म कसैलाई पनि गलत भन्न सक्दिनँ किनकि हामी जज गर्न लाग्यो होइन, हाम्रो आफ्नो पर्सपेक्टिभ राख्न मात्र खोजेको क्या। यहाँ चाहिँ मैले किन हुँदो रहेछ भने पनि थाहा भयो दाइ, त्यस्तो चाहिँ भन, त्यही त भन भने नेपालमा धेरै हेल्पफुल हुन्छ होइन। यहाँ त अरूको बारेमा सोच्ने टाइम पनि हुँदैन क्या कहिलेकाहीँ, त आफ्नै लागि त सोच्ने टाइम हुँदैन होइन। अनि त्यसपछि यहाँको त अब म्याक्सिमम् मान्छेहरू त फाइनेन्सियल हो नि त होइन। अनि मेरो साथीहरूले भनेको थियो कि यसरी बिट्रे गर्यो, यसरी चिट गर्यो मलाई भनेर भनिरहेको थिएँ। अनि त्यसपछि होइन होला भन्थेँ क्या, उसको ठाउँमा त ऊ सही छ नि त होइन। नट बिकज स्यामसङको चार्जर आइफोनमा फिक्स नहुँदैमा उसलाई गलत भन्न त मिलेन नि त, रङ भन्न त मिल्यो, मतलब गलत भन्न त मिलेन, तर कुनै लिमिटमा चाहिँ रङ हो भन्न त पाइयो नि त होइन। पाइयो, त्यो कसरी लिने र कसरी दिने भन्ने कुरा मात्र हो। त्यसमा चाहिँ डिफ्रेन्स देखेँ दाइ मैले। नेपालमा चाहिँ अलिक करुणा भाव हुन्छ धेरै, यहाँ आएपछि अलिक इकोनोमिक्स भइदिन्छ होइन। यहाँ सोच्ने टाइम नै हुँदैन, वातावरणले पनि प्रभाव पारेको हुनसक्छ मान्छेलाई, कि त वातावरणले मान्छेलाई बनाउँछ अरे कि त मान्छेले वातावरण बनाउँछ भनिन्छ क्या एउटा चाहिँ। अहिलेको टाइममा त मान्छेले वातावरण बनाउँदैन, बिगार्छ भनौँ न। ट्रु, मैले त्यो देखेँ दाइ। जस्तै अब यो मैले यो अरबिकहरूकोमा हेर्न गएको थिएँ, उनीहरूकोमा चाहिँ 10 जनामा 6 जना बिग्रेछ, 6 जनाले अलिक नेगेटिभ कुरा गऱ्यो भने 4 जनाले अथवा 2 जनाले राम्रो कुरा गर्दाखेरि सबैले एउटा राम्रो हुँदो रहेछ क्या बोन्डिङ चाहिँ। उनीहरूको बिलिफ सिस्टममा चाहिँ त्यसरी हुँदो रहेछ। अनि त्यसपछि युक्रेनियनहरूमा नि मैले देखेँ, रसियनहरूमा देखेँ त्यस्तो होइन। त्यहाँ अब गेस्टहरू आउँदाखेरि चाहिँ त्यो बोलचाल हुँदाखेरि देखिन्थ्यो। अनि हाम्रो नेपालीको चाहिँ अलिकति इगोस्टिक हो कि जस्तो लाग्छ है दाइ मलाई, म गलत हुनसक्छु होइन, तिमी सही छौ। हामी वीर गोर्खाली भन्छौँ होइन, बुद्ध जन्मेको देश भनेर गर्व गर्छौँ, तर बुद्धको कुनै एउटा मन्त्र अथवा केही सोध्यो भने भन्न सक्दैन। म पनि कुनै टाइममा त्यही थिएँ क्या, कृष्ण भगवान्को बारेमा एउटा खैरी ल्याएर मलाई भागवत गीता ल्याएर सोध्यो होइन, मलाई सब थाहा छ भनिदिएको क्या होइन। इगो हुन्छ नि त मान्छेमा। अनि सोध्यो मलाई श्लोक सोध्यो, मलाई श्लोक थाहा छैन होइन। अनि त्यतिखेर उसले मलाई एउटा श्लोक भनिदियो क्या, मुखम करोति वाचलम पङ्गुम लग्यत गिरिम यत कृपा तम्हाम वन्दे परमात्मने नमस्ते भने क्या। बहिरो मान्छेले पनि सुन्न सक्छ, मुख नभएको मान्छेले नि जिब्रो नभएको मान्छेले नि बोल्न सक्छ, र आँखा नभएको मान्छेले नि देख्न सक्छ भनेर खैरीले भनिदिइरहेछ क्या मलाई। अनि त्यहाँबाट चाहिँ मैले अचम्म लाग्यो क्या, खैरेहरूले चाहिँ अलिकति, खैरेलाई एकचोटि भनेपछि त उनीहरूले सुन्छ क्या, त्यो रुल हो भनेछ, नगर भनेपछि गर्दैन नि त। हाम्रो चाहिँ अलिकति हुर्केकै त्यस्तरी हो कि के अरे। अब
भगवत गीताहरू कुरा गरिहाल्यौ तिमीले होइन हजुर। तिमी यो अर्फनेजको बच्चाहरू देखेर ग्रोइङ विथ देम हुँदा हुँदै त्यही भएर तिमी स्पिरिचुअलतिर अलिकति बढी ढल्केको हो भन्दा विल इट बी रङ या इन सम पोइन्ट त्यही नै भयो होला होइन हो। सो तिम्रो हाउ यु स्टेप इन्टु द स्पिरिचुअल जर्नी भनेर अलिकति भन न त्यसको बारेमा हाउ दिस ह्यापन टु यु होइन सो एउटा इन्सिडेन्ट भइदियो क्या दाइ मेरो लाइफमा चाहिँ आई वाज लाइक बच्चादेखि त ध्यान त गर्थेँ तर केसको लागि गर्थेँ भन्ने थिएन कि अनि बुवा चाहिँ मेरो कुलको धामी हो कि धामी नै हो होइन अनि 16 वर्षमा चाहिँ उसलाई एउटा कुल आउँछ भन्नुभएको थियो अनि त्यतिखेर दाइ आई च्यालेन्ज टु द डेटी फर्स्ट टाइम इन माई लाइफ होइन कसलाई डेटीलाई नै डेटी भने के हो गडेसलाई नै गडेसलाई भगवान् तपाईँ साँच्ची हुनुहुन्छ भने मेरो शरीरमा आइदिनुहोस् भनिदिएको क्या मैले धुप 3टा भाले होइन ब्रह्मा विष्णु महेश्वर भनेर साँच्ची हुनुहुन्छ भने ल साँच्ची राखी भनेको छु दुधको दुध पानीको पानी राख्नुहोस् आउनुहोस् मेरो शरीरमा भन्दै होइन आउँदैन नि त दाइ बोलै छु होइन आउँदैन एउटा पोइन्टमा गएँ झन रगत पुरै त्यो करेन्ट आएको जस्तो भयो होइन शरीरमा नै अनि त्यो करेन्ट आएपछि त मैले त थाम्न सकिनँ नि त अनि त्यसपछि कम्पन भयो क्या मलाई कम्पन हुन थालेपछि यति त्यो बोले नि दाइ बिन्दुवासिनी आएको रहेछ क्या त्यो माताको जस्तै मैले दक्षिणकाली आएको चाहिँ सुनेको थिएँ होइन त्यस्तो फरक आउँछ है भनेपछि तिमीलाई बेला बेलामा देउता चढ्छ भने जस्तो हो कि भनौँ मैले सुने अनुसार होइन एज अ ले म्यान भनौँ न होइन हामीलाई त थाहा छैन नि त हामी त्यति डिप डाउन छैन नि त यसको लागि हाम्रो हजुर यसमा के अरे अलिकति त्यो खाना तलमाथि जुटो पऱ्यो भने यस्तो आउँछ भन्छ नि त्यही हो हो मलाई हुन्छ पनि दाइ मेरो साथीहरूले भन्छ क्या जहिले पनि तँ किन यस्तो गर्छस् भन्छन् होइन साथी मैले त्यस्तो गर्न खोजेको होइन मलाई गाह्रो हुन्छ नि त एडिएचडी भने जस्तै ओसिडी एउटा रोग पनि त हो नि होइन अलिकति देखेँ साथीहरूले भन्थ्यो होइन ओसिडी पनि छ होइन तिमीलाई अलिकति ओसिडी छ भन्ने कुरा त आई कुड फिल द्याट जज गरे होइन तर मलाई त्यसो भए यसको अहिलेको टाइममा होइन अहिले इयर 2025मा अहिले पनि वी स्टिल बिलिभ अन दोज काइन्ड अफ थिङ्स सो वाट इज द साइन्स बिहाइन्ड द्याट सो यसमा चाहिँ म गुड क्वेसन दाइ आई लाइक इट प्र्याक्टिकल एक्जाम्पल दिन्छु है त हामी यहाँ बोलिरहेछौँ नि तपाईँले सुनिरहनु भएको छ नि त होइन देखिरहनु भएको छ पनि सर्टेन माइक छ तर कहाँबाट गइरहेछ त ध्वनि कताबाट गइरहेछ कुनै ठाउँबाट गइरहेछ कहाँबाट हजुरको सम्म जानुभयो अथवा अर्को पनि एक्जाम्पल वाइफाईलाई हामीले बिलिभ गर्छौँ किनकि चलिरहेछ तर देखेको छैनौँ नि त त्यो सर्टेन फ्रिक्वेन्सी त्यस्तरी नै स्पिरिचुअलिटीमा चाहिँ इनर्जीलाई बिलिभ गर्ने हो क्या एउटा स्वरूपलाई बिलिभ गर्ने हो ताकि भगवान्को नाम दिएर भन्दा पनि एउटा इनर्जी चाहिँ छ है भनेर बिलिभ सिस्टम हो क्या त्यो चाहिँ अनि बुद्धिज्ममा चाहिँ एउटा भनाइ छ क्या कि त तिमी वातावरण बनाऊ कि त वातावरणले तिमीलाई बनाउँछ भनेर भनिन्छ क्या त्यहाँ भने अनि त्यो इनर्जीलाई चाहिँ तत्त्वलाई चाहिँ बिलिभ गरिन्छ क्या अनि त्यो इनर्जीसँग नै ओम अहम ब्रह्मास्मि भन्ने छ क्या एउटा कन्सेप्ट होइन हजुर हुनुहुन्छ र यो संसार छ यदि मनन दाइ हुनुहुन्न भएन भने त यो संसारै छैन नि त संसार छ नि त मेरो लागि पो छैन त नि त्यही हो क्या स्पिरिचुअलिटी भनेको हजुर हुन्जेलसम्म चाहिँ हजुरको भयो होइन नहुन्जेलसम्म चाहिँ छैन भनेर भनिन्छ अब तिमीलाई जब त्यो आउँछ नि त्यो आउँछ अब कम्पन सब हाउ डु काम योर सेल्फ त्यसपछि त्यसमा चाहिँ जस्तो नेपालमा त होला केही न केही तरिका तर क्यानाडा जस्तो फरेन ल्यान्डमा होइन कसरी हाउ डु काम योर सेल्फ सो त्यसमा चाहिँ खुसी बनाउनु पर्छ होइन उहाँ डेडीलाई चाहिँ खुसी बनाइदिनु पर्छ सर्टेन पोर्सन हुन्छ मैले चाहिँ अलि सात्विक भावले खुसी बनाउँछु होइन तान्त्रिकमा चाहिँ धेरै प्रकारले बलि सली दिइन्छ होइन मैले चाहिँ अब वैष्णव सम्प्रदायकोले खुसी बनाइदिन्छु होइन उहाँलाई चाहिँ लौ भगवान् लौ परमेश्वर भनेर मनै होइन मैले केही गल्ती गरेछु भने मलाई त्यो त्यसलाई सल्भ गर्ने मौका दिनुहोस् भगवान् कुनै ठाउँमा मिस्टेक गरेछु भने मलाई त्यो मिस्टेक हो भनेर तानिदिनुहोस् भनेर तर तिमीलाई त्यस्तो हुँदा पनि तिम्रो आफ के भन्ने यसलाई यु स्टिल क्यान सेन्स र फिल एभ्रिथिङ होइन त तिमीलाई यस्तो भइरहेछ भने तिमी फिल गर्न सक्छौ सो तिमी आफै काम गर्न सक्छौ त्यसलाई आफूले ट्रु गर्नु पनि पर्छ क्या एउटा पोइन्टमा चाहिँ
न त त्यो इनर्जीको भाइब्रेसनले त्यो पुरै मान्छे नै छटपट हुन्छ क्या माथि नै भ्याकुता उफ्रेको जस्तै हुन्छ क्या नेक्स्ट त्यस्तो इनर्जी आउँदाखेरि माइन्डमा के चलिरहेको हुन्छ इम्टी भइदिन्छ एउटा पोइन्टमा चाहिँ यु डोन्ट फिल लाइक ओके आई एम द गड आई क्यान डु एनिथिङ भन्ने जस्तो त आउँदैन नि अहङ्कार आउँछ दाइ अल्प विपरीत बुद्धि विनाशकारी भनिन्छ क्या त्यो चाहिँ जेनजीको प्रोटेक्समा पनि म अहिले कनेक्ट गर्छु होइन एउटा अहङ्कार चाहिँ आउँछ दाइ ल मसँग त यस्तो पावर छ भन्ने हुन्छ होइन अनि भगवान् कालीमाले त्यो सबै अहङ्कार लगिदिनुहुन्छ क्या तपाईँको एउटा पोइन्ट तिमीलाई आउने काली माता काली माता भयो अनि त्यसपछि बिन्दुवासिनी भयो बिन्दुवासिनी भनेको पोखरामा छ एउटा त्यो त मन्दिर भयो नि त्यहाँ देवता चाहिँ कुन देवता भनेको बिन्दुवासिनी देवताको नाम बिन्दुवासिनी देवी हो धेरै देवता छन् क्या बिन्दुवासिनी छ काली देवी भयो होइन सेती देवी भयो दक्षिण काली त्यसपछि जब जति पनि मान्छेहरूलाई यस्तो आउँछ सबै देवी नै आउँछ देव आउँदैन देव पनि आउँछ दाइ सर्टेन देवहरू पनि आउँछ तर यसमा चाहिँ एउटा के मिथ छ थाहा छ हजुरलाई भन न त्यो मिथ देवता नै आउने हो देवै आउने हो भनेर विश्वास गर्छन् क्या प्रायःले चाहिँ हामीले म स्टिल अब तिमीले भनेर भने म अझै त्यही बिलिभ गरिरहेको छु आई डोन्ट नो तर रियालिटी के भन्दाखेरि सर्टेन इनर्जी मात्रै आउने हो क्या भगवान्लाई कहाँ मान्छेको शरीरमा आयो भने त त्यो त फुटिहाल्छ नि त होइन एउटा कहाँ त्यस्तो ब्रह्म तत्त्वलाई नै आफ्नो शरीरभित्र राखेर त सर्टेन एउटा इनर्जी फ्रिक्वेन्सी भाइब्रेसनमा आउने हो होइन अनि भन्छ नि मान्छेहरूले फ्युचर हेरिदिने पास्ट हेरिदिने तिम्रो प्रेजेन्ट हेरिदिन्छ जो मान्छेसँग रियल इनर्जी छ नि उसले यो गरिदिन्छु ऊ गरिदिन्छु भनिराख्दैन क्या होइन इनर्जी भगवान्ले त नराम्रो किन गर्थ्यो र सबैलाई राम्रै गर्थ्यो होला नि होइन होइन त हामी भगवान्कै बच्चा भनेपछि हामी त राम्रै गर्थ्यो होला भगवान्ले किन नराम्रो गर्नु र सबैभित्र भगवान् छ सबै प्राणीभित्र भगवान् छ भन्छ नि त होइन तत्त्वभित्र नै ओके अब यसलाई क्यारी अन गरौँ त होइन अब होइन डाउट सोध्नु दाइ क्यारी अन किन के छ मनमा सोध्नु छैन भन्नु होइन त्यस्तो त के पनि छैन तर अब के भन्दाखेरि यो स्पिरिचुअलिटीको बारेमा तिमीले नलेज गेन गर्यो हजुर त्यही अर्फनेजबाट गऱ्यौ कि लाइक इट जस्ट केम अप फ्रम समवेयर एल्स लाइक किन त्यहाँबाट आयो तिमीलाई त्यो त्यसमा चाहिँ धेरै बुकहरू पनि पढ्थेँ होइन मान्छेले कि त पढेर सिकिन्छ कि त पढेर सिकिन्छ भन्दा मेरो लाइफमा चाहिँ दुइटै भइदियो क्या अनि मैले आफूले गल्ती गर्दा भन्दा नि अरूको गल्तीबाट धेरै सिक्न पाएँ क्या मेरो त्यसपछि तिमीले यो पढ्यौ तिमीलाई यसमा इन्ट्रेस्ट लाग्यो अब त्यसको चाहिँ तिमीले त केही न केही सोचिरह होला कि यु वान्टेड टु बी अ प्र्याक्टिसनर लाइक अहिले पनि क्यानाडामा पनि रेकी भन्ने कुरा छ आई डोन्ट नो वाट इज रेकी फर्स्ट अफ अल मलाई त्यसमा विश्वास लाग्दैन म अनेस्ट मेरो रिभ्यू होइन मलाई त्यसमा विश्वास लाग्दैन इभन आइम फ्रम नेपाल होइन म पनि आइम हिन्दू होइन म नेपालमा जाँदाखेरि देउता मान्छु म हजुर होइन तर मलाई यो रेकी यताउता हिलिङमा मेरो आफ्नै छ है आफ्नै फन्डामेन्टलहरू छ सो यो रेकी भन्ने कुरा चाहिँ के हो सो जस्ट त्यसको बारेमा अलिकति इलाबोरेट गरेर भनिदिनु यदि त्यसमा पनि फेरि तिमीले मेबी यु फर्दर मोर तिमीले चाहिँ यु वान्टेड टु प्र्याक्टिस अन रेकी ओभर हियर अर हिलिङको बारेमा तिमीले यहाँ प्र्याक्टिस गर्ने हो भने चाहिँ मान्छेले अब जस्तै कसरी डिफ्रेन्सिएट गर्ने त यु आर अ गुड हिलर अर यु आर जस्ट अ स्क्याम ट्रु देयर आर सो मेनी फ्याक्टर्स बिकज अब यसमा डिबेट गर्ने हो भने त इट्स गोइङ टु धेरै हुन्छ क्या युज हुन्छ नि होइन अब जसलाई अब फर इक्जाम्पल लाइक नेपालमा गयो भने त्यो न्युज पेपर हेऱ्यो भने त लाइक कति छ कसलाई बिलिभ गर्ने छ र नेपालमा एड पनि आउँछ रेकी बिजनेसै भइसक्यो नि ठुलो बिजनेस अहिलेको मेन्टल हेल्थ मेन्टल हेल्थ रेकी र मेन्टल हेल्थ एउटै हो र होइन मेन्टल हेल्थलाई नै हिलिङ गर्नको लागि चाहिँ एउटा युज ओके लेट्स गो दिस वे वाट इज रेकी हिलिङ सो ब्रह्माण्डमा चाहिँ धेरै प्रकारको इनर्जीको चाहिँ नाम दिएको छ होइन त्यसरी नै चाहिँ रेकी चाहिँ एउटा ऊर्जाको नाम हो क्या यो चाहिँ जापानको मिकाओ सुई भन्नेले उहाँले पत्ता लगाउनु भएको 21 दिन तपस्या गर्नुभएको फास्टिङ गरेर चाहिँ रेकी हिलिङ भन्नुभएको होइन यो रेकी भन्ने ऊर्जा चाहिँ बाहिर मात्रै छ कि मान्छेको शरीरभित्र पनि छ भनेर उहाँले क्वेसन गर्नुभएको थियो अरे उहाँको स्टुडेन्टहरूलाई अनि थाहा पाउँदै जाँदा त मान्छेको शरीरभित्र पनि त ऊर्जा हुन्छ नि होइन हामी खान्छौँ प्रचन प्रणालीहरूदेखि हामी हाम्रो आँखाले हेर्नेदेखि सो रेकी भनेको चाहिँ एउटा ऊर्जाको नाम हो होइन अब त्यो ऊर्जाको नि एउटा प्रकार हुन्छ नि त
त्यो ऊर्जा के मोटिभले बनेको भन्दा हिलिङको लागि बनेको स्पेसिफिक चाहिँ अनि अहिले त्यही भएर हजुरले भन्नुभएको जस्तै रेकी हिलिङ एकदमै चलिरहेछ नि त होइन अनि मैले देख्छु क्या नेपालमा चाहिँ कतिजनाले बिजनेसको लागि गर्नुभएको छ होइन डज इट रियली वर्क यसमा चाहिँ दाइ बिलिफ सिस्टमले पनि म्याटर गर्छ कि बिलिभको लागि त मैले तिम्रो मेरो एकचोटि अफ इयर कुरा भएको थियो होइन म एउटा स्टोरी भन्छु होइन यो बिलिफको लागि होइन यो एकदमै मलाई बच्चामा टिचरले भनेको स्टोरी हो क्या यो विश्वास भगवान्प्रति विश्वास गर्नुको लागि विश्वास गरे त हुन्छ नि नगरे कसरी हुन्छ एभ्रिथिङ इन लाइफ क्या एउटा सम्बन्ध पनि त विश्वासै हो नि त इफ आई ट्रस्ट सम वान त्यो सम्बन्ध काम गर्ने हो नि त इफ आई डोन्ट ट्रस्ट वान त्यो सम्बन्धै काम गर्दैन एउटा सानो लेभलमा हो क्या यो के भएको थियो भन्दाखेरि बल्ल स्टोरी छोडिदिनु पछि भन्नुलाई लामो जान्छ होइन यो रेकीमा के टोटल उसै हो विश्वासै भरमा हो विश्वास जस्तै औषधिले काम गर्छ कि गर्दैन भन्ने कुरा त विश्वास गरे पनि नगरे त्यो औषधिले काम त गर्छ नि त हो हो रेकीको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हजुरलाई फिल हुन्छ दुईवटा टाइपले गरिन्छ एउटा टच नगरिकन एउटा अर्को चाहिँ टच गरेर गरिन्छ फिल हुन्छ क्या एउटा इनर्जी भाइब्रेसन फिल हुन्छ बडीमा चाहिँ अनि पुरै आनन्द आउँछ क्या त्यो रेकी गर्दाखेरि चाहिँ त्यो एउटा एक्सपिरियन्स भनेर हो नि त होइन अनि एउटा मैले भेटेको थिएँ क्या एउटा दिदी होइन उहाँलाई चाहिँ जुन चाहिँ नेपालमा भन्नुभयो नि रेकी गरे के गरेर होइन तन्त्र हानेर चाहिँ नराम्रो गरिदिनु भएको रहेछ उहाँको उहाँलाई एकदमै सुसाइड गर्ने सुसाइडल थट आउने बनाइदिनु भएछ क्या त्यस्तो हुन्छ है माइन्डमा तन्त्रले पुरै त्यसरी नराम्रो गर्छ तिम्रो ट्र्याक तिमीले कतिजनाको हिलिङ गरेको छौ कि यु आर जस्ट स्टार्टिङ मेरो नेपालमा गरेँ मैले धेरैजनाको कस्तो खालको जस्तै मेन्टल हेल्थको लागि त अर्कै टपिक भयो होइन हजुर भनौँ न मेरो हात दुखिरहेको छ अरे होइन क्यान बी हिल्ड फ्रम वाट यु सेङ ओके त्यसमा हुन्छ दाइ हुन्छ मैले आफ्नै बिलिफ सिस्टममा भनिरहेको छु मेरो पनि त एक्सपिरियन्स भएको छ नि त होइन हुन्छ 80-20% 20% हुने चान्सेस 80% चाहिँ हुने चान्स छ 20% इज अप टु विश्वास या किनकि मान्छे जब अवेरनेसमा आउँछ नि उसको धेरै प्रब्लम नै सल्भ हुन्छ अरे क्या भगवान् बुद्धले पनि विपसना गर्दाखेरि अवेर आऊ आफूको हो जान आफ्नो श्वासलाई फोकस गर भन्नुभयो नि त होइन हजुर अवेर आउने बित्तिकै हजुरको हात दुखिरहेछ भनेर थाहा पाउनु पनि एउटा हिलिङ नै हो क्या तर डिप कुरा है हजुरलाई थाहा छैन हजुरको हात दुखिरहेछ तर हजुरलाई थाहा भयो मेरो हात दुखिरहेछ अब त्यसलाई केयर गर्नुहुन्छ हजुरले त्यो पनि एउटा पार्ट अफ हिलिङ हो मेक सेन्स होइन अनि रेकीकै कुरामा चाहिँ धेरै ऊर्जा गरेँ होइन उहाँलाई सकेन मैले तर एउटा पोइन्टमा चाहिँ गुरुले नै मेरो गुरुले भन्नुभयो कि यो गरिदेऊ यस्तो भएको छ उहाँको भनेर अनि गर्दाखेरि चाहिँ उहाँ अहिले कम्प्लिटली हुनुहुन्छ क्या ल अनि उज्जवल यो रेकी र इनर्जी हिलिङ भन्ने छ नि दुइटा यो एउटै हो सेम कुरा हो कि इट्स डिफ्रेन्ट सो रेकी चाहिँ इनर्जी हिलिङको एउटा पार्ट हो होइन इनर्जी हिलिङमा चाहिँ धेरै हुन्छ अहिले यो जुन चाहिँ यो वेस्टर्न कल्चरमा चाहिँ यो हिप्नोथेरापिस भन्ने कन्सेप्ट आइरहेको छ नि त्यो पनि इनर्जी नै हो इनर्जी हिलिङै हो त्यसमा पनि मान्छेको चाहिँ माइन्डको सबकन्सियस र कन्सियस माइन्डलाई बुझेर चाहिँ हिलिङ गरिरहेको हुन्छ क्या त्यसमा चाहिँ अनि यो अहिले यो हट स्टोन थेरापीहरू के गर्छन् यो पनि त्यसैमा आउँछ कि यो चाहिँ समथिङ डिफ्रेन्ट हो यो त्यो पनि एउटा हिलिङै हो 7 चक्र भन्नुभएको होला हजुरले खै त्यो स्टोन सिस्टोन राखेर के एड आएर देख्छु होइन म त्यति डिटेलमा त मैले मसाज त गएको छैन मलाई के थाहा र होइन के गर्छ त्यहाँ भनेर होइन सो त्यो पनि एउटा पार्ट अफ हिलिङ नै हो होइन 7वटा चक्र भनिन्छ बडीमा चाहिँ 7 चक्र हुन्छ कुनै पनि एउटा चक्रमा प्रब्लम आयो भने चाहिँ लाइफमा प्रब्लम आउँछ भन्छ क्या भनेपछि जो मान्छे सधैँ त्यसको सबै चक्र काम गरिरहेछ भनेर बुझ्ने हो सधैँ मान्छेको चाहिँ उसको कर्मले दिइरहेछ उसलाई चाहिँ कर्म या उसको मान्छेले अहिले दाइ मन्दिर जान्छन् धर्म गर्छन् तर कर्म गर्न चाहिँ बिर्सेछ क्या मेक सेन्स या त्यो यो अहिले भर्खर यो चक्रको कुरा गऱ्यो नि हजुर यो के तन्त्रको रिलेटेड हो कि के हो यो या सो तन्त्र चाहिँ अलि भनिदिनु नि त के हो तन्त्र वाट इज तन्त्र तन्त्रलाई सिम्पल वर्डमा भन्नुपर्दामा एउटा सिस्टम हो होइन कुनै पनि इनर्जीलाई म्यानेज गर्ने एउटा सिस्टम हो होइन तर तन्त्रलाई चाहिँ मान्छेले नेगेटिभमा लिएका छन् होइन तान्त्रिक भन्ने नेगेटिभ इनर्जी खेल्ने ब्ल्याक म्याजिक गर्ने यो गर्ने भन्छन् होइन त्यो चाहिँ एउटा बेस्ट इक्जाम्पल दिन्छु होइन मलाई गाडी चलाउन आउँछ भने मलाई गाडीले मान्छे मार्न पनि त आउँछ नि त होइन त्यही भएर चाहिँ त्यो एउटा सिस्टम हो होइन त्यो सिस्टमलाई चाहिँ चलाउन जान्दैन भन्दैमा त्यो नराम्रो भन्न मिल्दैन
तन्त्रको बेस्ट एक्जाम्पल भनिदिन्छु दाइ, हामीले डे टु डे लाइफमा गरेर हुन्छौँ नि पूजा, त्यो पनि एउटा तन्त्र हो क्या। मन्त्र, तन्त्र र यन्त्र भनिन्छ क्या। मन्त्र भनेको चाहिँ मनको शान्तको लागि गरिन्छ, तन्त्र भनेको एउटा सिस्टमले गर्ने, यन्त्र भनेको चाहिँ एउटा यो पनि यन्त्र नै हो नि त होइन, नेपालीमा त यसलाई यन्त्र नै भनिन्छ नि त, माइक साधन यन्त्र होइन। अनि जुन चाहिँ 7 चक्रको कुरा गर्नु भने होइन, बडीमा चाहिँ 7वटा चक्र भनिन्छ। मूलाधार चक्रमा केही प्रब्लम आयो भने हजुरको सेक्सुअलमा प्रब्लम आउँछ, डिजायरमा प्रब्लम आउँछ होइन। अनि कहिलेकाहीँ हुन्छ नि मैले के बोलिरहेको छु अगाडिको मान्छेले उल्टो बुझिदिन्छ नि, त्यो चाहिँ किन हुन्छ भने थ्रोट चक्रमा प्रब्लम आइदिन्छ क्या। यो बोल्न खोजेको छु तर उल्टो बुझा हुन्छ नि। अनि इगो देख्नुहुन्छ नि दाइ, धेरै मान्छेहरू इगो भएको, म्याक्सिमम् नेपालीहरूको सोलर प्लेक्सिसमा धेरै छ क्या प्रब्लम इगोले। म नेपाली नै भएर मलाई पनि भन्छु होइन, म पनि अलिक इगोस्टिक थिएँ होइन, तर कालीमाले सबै इगो निकालिदिनु भयो क्या मेरो चाहिँ एउटा पोइन्टमा गएर। अनि त्यहाँबाट चाहिँ मैले हिलिङ गर्न चाहिँ अलिक छाडिदिएको क्या। इगोमा आएपछि त इगो सबैमा छ होइन, कति देखाउने र नदेखाउने भन्ने कुरो मात्र हो क्या। एभ्री वान इज सेम। हामी बनेको त त्यही एउटै फ्याक्ट्रीका प्रडक्ट हो नि हामी सबै होइन त। लेभल फरक फरक होला, तपाईँ श्रेष्ठ लेभलमा छ, म राज भण्डारी लेभलमा छ, तिमी पराजुरी लेभलमा होला आफ्नो, तर फ्याक्ट्री त एउटै हो नि त। तर इगो पनि त एउटै त होला सबैमा, ब्रह्मस्वरूप भएर कसले कति म्यानेज गर्ने भन्ने कुरो मात्र हो इगोलाई। म त्यसरी बुझ्छु इगो चाहिँ। कसैको गुड इगो पनि हुन्छ नि त। कोहीसँग जेलस हुनु भनेको दुई तरिका लिइन्छ नि त। जेलस भएर तेरो खत्तम हो जस भन्नु, नेगेटिभ जेलस भयो, ओहो यसले यस्तो गर्न सक्छ म पनि त गरेर देखाइदिन्छु भन्ने पनि त गुड इगो भयो नि त। द्याट्स मोटिभेसन काइन्ड अफ भयो नि त होइन। इगो त त्यही नै हो नि इगो त। इगोमा एउटा ठ्याक्कै मैले थपिदिन्छु है त दाइ, फल्स इगो भन्ने सुने क्या मैले भागवत गीतामा चाहिँ। के थियो त्यो फल्स इगो? भागवत गीतामा कहाँनिर थियो इगोको कुरा? सुन्नु न त, लेट्स लिसन स्टोरी। त्यहाँ चाहिँ अहङ्कारले गर्दा सुरु भयो नि त महाभारत खासमा होइन। मेरो राज्य मलाई नदिने भनेर सुरु भएको हो नि त होइन। मेरो भन्ने बित्तिकै इगो आयो नि त, मेरो परिवार, मेरो त्यो त माथि उता के थियो अरे, पाण्डुको नि बाउदेखि सुरु भयो नि त यो। के थियो अरे, दिनु पनि राज्य चाहिँ नदिएको, दिनु पनि राज्य नदिएको, अनि इगोबाट। अनि कृष्णले भन्नुहुन्छ क्या, भगवान् कृष्णले चाहिँ तिम्रो जुन चाहिँ इगो छ त्यो तिम्रो होइन अरे क्या, त्यो त फल्स इगो हो अरे। तपाईँ र ममा यति मात्रै फरक छ कि तपाईँको शरीर डिफ्रेन्ट हो र मेरो शरीर डिफ्रेन्ट हो, तर हजुर र मेरो आत्मा त एउटै हो नि त। सोर्स अघि नै हजुरले भन्नुभएको कि सोर्स त एउटै हो नि त। अनि त्यही भएर मान्छेले भन्छ नि मैले गर्न सक्छु, मलाई आउँछ सबै, यो सबै फल्स इगो रहेछ क्या दाइ। त्यसको बेस्ट एक्जाम्पल चाहिँ एकचोटि पशुपतिको घाटमा गएर हेर्नु होला होइन, त्यहाँ प्र्याक्टिकल एक्जाम्पल देखिन्छ क्या। त्यसमा चाहिँ मैले कस्तो प्र्याक्टिकल भन न त। हामी त अब धनी मान्छेहरू पनि खरानी भएको छ होइन, गरिब मान्छेहरू पनि खरानी भएको छ, विद्वान पनि खरानी भएको छ, ज्ञानै नभएको पनि खरानी भएको छ नि त त्यहाँ त होइन। त्यो त त्यो पशुपति प्रसाद भन्ने फिल्ममा विपिन कार्कीको डायलग छ नि, लास्टमा कस्तो मजाले ठानेको छ नि, अन्तिममा त यहीँ आउने होला नि भनेर घाटा देखाउँछ नि। अन्तिममा त यहाँ नै आउने हो नि। सही भनेर दामी भन्यो विपिन कार्कीले थम्स अप दिन्छ तिमीलाई। ठिक हो तिमीले सही भन्यो होइन। यो कुराहरूले तिमीलाई पछि यो ओसोको पनि जोडौँला होइन। यो यस्तै इन्सिडेन्टहरूले नै लाइफ बन्ने हो कि। ट्रु, केही हुनलाई केही हुनैपर्छ अरे क्या होइन। अब यो भन्दा होइन, अनि तिम्रो यो एक्सपिरियन्सले गीता तिमीले कसरी इन्ट्रोड्युस भयो त गीता तिम्रोमा? त्यसमा सो गीता चाहिँ पहिला म 8 क्लास हुँदाखेरि चाहिँ मैले बुवालाई चाहिँ, बुवा मलाई गीता पढ्न मन लाग्यो भने बुवा अचम्म हुनुभयो क्या। अहिलेको बच्चाहरू यस्तो लाइक जान रमाइलो गर होइन, यस्तो गर्लफ्रेन्ड सर्लफ्रेन्ड बना भन्नुभएको थियो। त्यस्तै भने गर्लफ्रेन्डै बना भन्यो। सिक लाइफलाई सिक जिस्केर क्या, जिस्केर लाइफलाई सिक के हो होइन। अनि एकचोटि धोका पा अनि त्यसपछि लाइफले सिकाउँछ तँलाई। त्यस्तो भन्छ है अहिलेको बाउहरूले। हाम्रो बाउले पिट्थ्यो यार, पिट्नु त पिट्दैन थियो मेरो बाउले होइन। अहिले त अनि त्यसपछि होइन बुवा मलाई गीता चाहियो, मलाई पढ्नु छ। अनि फेरि मेरो बुवाले पहिला देवघाट गएर पढ्नु भनेको थियो क्या संस्कृत चाहिँ। मलाई त्यो एउटा कुरा चाहिँ रिग्रेट हुन्छ क्या दाइ, मलाई अगाडि चाहिँ तँलाई मैले जाग पढ भनेको, अहिले आएर चाहिँ गीता पढ्नु पऱ्यो भने। अनि त्यो गीता पढ्दाखेरि चाहिँ नेपालीमा थियो। अनि त्यहाँ त
मेन मोटिभेसन चाहिँ अनि त्यहाँबाट चाहिँ ऊर्जाहरूको कुरा आयो अनि त्यसपछि रोबर्ट ओपनहाइमर होइन जसले चाहिँ यो एटोमिक बम बनायो अनि उहाँको बायोग्राफी पढिरहेको थिएँ अनि उहाँले चाहिँ संस्कृत पुरै पढ्नु भएको अरे क्या संस्कृतमै बोलिदिनु भएको अरे अनि त्यो त्यसबाट चाहिँ झन् मोटिभेसन आयो क्या ल यहाँ त केही रहेछ है हाम्रै ज्ञानमा मैले त नजिकको तीर्थ हेला गरेर बसिरहेको रहेछ भने जस्तो भयो अनि पढ्दै गएँ त्यसपछि हरे कृष्ण टेम्पलबाट इन्ट्रोड्युस भयो क्या सबभन्दा धेरै चाहिँ त्यहाँ चाहिँ मैले प्र्याक्टिकल एप्लाई गर्न पाएँ क्या टेस्ट नै हुन्थ्यो क्या दाइ हरिकृष्णले मार्केटिङ पनि बढी गर्छ नि त्यही भएर थाहा भयो होला तिमीलाई मार्केटिङबाट हो कि भन्नु हरिकृष्णको जस्तै रूपेश्वर गौरदास भनौँ अथवा गोपाल गौरदास भनौँ अरू धर्मको सुनिँदैन नि त्यति बढी हरिकृष्णको बढी अथवा अर्को एउटा छ नि के अरे स्वामी प्रमोद प्रेमानन्द के भन्ने छ नि अर्को पनि एउटा हजुर हाम्रो थाहा भएन सरी त्यस्तो रुड साउन्ड गरेर त्यो भन्दा होइन कसैलाई उसमा त्यसको स्टोरी पनि छ दाइ ब्याकग्राउन्डमा हजुरको जति पनि युएसमा चाहिँ हिप्पिजहरूले चाहिँ होइन लाइफ के हो बुझ्न खोजे नि त होइन अनि त्यसपछि उनीहरूले चाहिँ ड्रग्स खान्थे चुरोट खान्थे होइन पछि गएर चाहिँ छाड्दे त्यो पनि छाड्दिएको अरे क्या एउटा वैराग्य हुन आएको नि त होइन अनि हरेकृष्ण मन्दिरमा चाहिँ के हुन्छ भन्दाखेरि हजुरले मेरो एक्सपिरियन्स भन्छु म त्यहाँ गएको बेला बिहान 4 बजे उठ्नुपर्छ होइन अनि मङ्गल आरती हुन्छ मङ्गल आरतीमा गइन्छ अनि भागवतमको क्लास हुन्छ भागवतम सुनिन्छ होइन त्यो सुन्दाखेरि चाहिँ अनि कनेक्सन भएपछि चाहिँ अनि माला जप्नुपर्छ दाइ दिनमा 16 माला जप्नै पर्छ भनिन्छ क्या त्यहाँ चाहिँ अब नसके पनि सम्झिनु भगवान्लाई भनिन्छ होइन अनि उहाँहरूले चाहिँ किन गर्नुहुन्छ भन्दाखेरि बिर्सेछौँ हामीले भनेर चाहिँ अनि त्यो सम्झाउनलाई नै हुन्छ नि धेरै नै गरिरहनुहुन्छ क्या त्यसमा चाहिँ होइन इन्ट्रेस्टिङ भइरहेको छ मैले अर्को कुरा सोध्नु खोजेको अझ अब गीताबाट नि होइन हजुर हाउ आजको मोडर्न लाइफमा वाट वी क्यान टेक फ्रम गीता आजको मोडर्न लाइफ आजको यस्तो रस छ लाइफ होइन पिसफुल त कोही पनि छैन अनेस्टली भन्दा धेरै पैसा हुने पनि झन् दुःखी छ होइन नहुने त दुःखी त्यसरी नै भइगयो होइन अझ यो मिड एजमा त झन् नो वान इज ह्याप्पी कि नो वान इज सेटिस्फाई क्या जसले जतिसकै मुखले फेक गरिदिए पनि कोही पनि खुसी छैन नि त हाउ गीताबाट हाउ पिपल क्यान टेक इट हाउ टु लिभ पिसफुल्ली भन्ने कुरा हाउ वी क्यान टेक इट फ्रम गीता भन्ने कुरा सक्छौ त एक्सप्लेन गर्न या सो भागवत गीतामा चाहिँ भगवान् कृष्णले चाहिँ अर्जुनलाई भन्नुभएको होइन अरे क्या त्यो चाहिँ सम्पूर्ण प्राणीहरूलाई भन्नुभएको ज्ञान हो अरे क्या भागवत गीतामा भन्नुभएको होइन त्यसबाट चाहिँ अहिले एउटा विवेक बिन्द्रा भन्ने सुन्नुभएको छ होला युट्युबतिर पनि होइन उसले भागवत गीतालाई नै राखेर टेक्नोलोजीमा कसरी युज भइरहेको छ होइन त्यो लास्ट टाइम मार्केटिङै गरेर विवेक बिन्द्रा पनि एउटा नेपालमा पनि आएको थियो अनि भागवत गीताबाट धेरै कुरा मान्छे अनुसार धेरै धेरै जस्तो जो मान्छेले जस्तो थिङ्किङमा पढ्यो होइन त्यस्तै अनुसारले लिन्छ क्या जस्तै एउटा श्लोकमा आज त्यो पढ्यो आज अर्कै थिङ्किङले लियो भोलि अर्को पढ्यो अर्कै तरिकाले लिन्छ भागवत गीतामा चाहिँ त्यसबाट चाहिँ हजुरले मोटिभेसन पाउनुहुन्छ क्या बाहिरबाट भन्दा पनि आफूभित्र छ है परम तत्त्व त तपाईँभित्र छ नि त मलाई हजुरले आज मोटिभेसन गर्नुभयो ओहो दाइले भन्नुभयो यार म त सबै गर्न सक्छु भनेर होइन भोलिपल्ट त्यो मोटिभेसन कहाँ गयो त छैन आज संसार उचाल्न सक्छु लाग्नेलाई भोलि आफैलाई पनि उचाल्न सकिन्न नि त होइन अनि भागवत गीताले चाहिँ त्यो एउटा सोर्स दिन्छ क्या हजुरभित्रको चाहिँ त्यो ज्योतिलाई बालिदिने काम मात्रै गर्छ क्या मात्र त नभनौँ होइन त्यो बलिसकेपछि चाहिँ धेरै नै चेन्ज हुन्छ क्या लाइफमा चाहिँ भनेपछि डु यु सजेस्ट सबैलाई त्यो पढ्नु भनेर कि होइन नपढ्दा पनि यस्तै हो पढ्दा नि यस्तै हो भन्छ मेरो एक्सपिरियन्सबाट चाहिँ आई विल सजेस्ट होइन पढ्नु भन्छु किनकि तर गीता पढेर टोटल्ली लाइफमा इम्प्लिमेन्ट गर्न त सकिँदैन होला है नट पोसिबलै छ क्या अहिले चाहिँ नट पोसिबल भन्छु म यो भोलि फेरि सबैले इम्प्लिमेन्ट गर्दा र भोलि सबै पहेँलो वाला र हरे कृष्ण भन्दै हिँड्यो भने त अर्को समस्या हुन्छ त्यसमा काम पनि त गर्नु पऱ्यो नि त इकोनोमी पनि त चलाउनु पऱ्यो नि त त्यसमा नै त्यही भएर हजुरहरूको त्यहाँ पनि 3टा डिभाइड गरेको छ क्या दाइ गृहस्थी भनिन्छ क्या भगवान् कृष्णले नै कर्म गर्न जन्मेको हो तिमीहरू कर्म गर फलको आश नगर भन्छ नि तर यसलाई ठ्याक्क अपोजिटमा बुझ्छन् क्या प्रायःले चाहिँ फल बिनाको आश गर्ने र एकचोटि सोच्नु न आफै प्र्याक्टिकल त सकिनँ नि दाइले म भोलि गएर घन्टा हिसाब गरेँ भने त आउँदैन नि त घर चल्दैन नि त अनि काम गरेर भयो त घन्टा पनि हिसाब गर्नु पऱ्यो नि चाहियो नि त होइन लाइक चल्दैन नि त रियलमा चाहिँ त्यसमा चाहिँ के मैले पत्ता लगाएँ भन्दाखेरि त होइन
विदाउट एक्सपेक्टेसन गरेको कर्मले चाहिँ हजुरलाई धेरै नै दिँदो रहेछ क्या, एक्सपेक्ट गरेको भन्दा पनि। मेरो आफ्नै एउटा स्टोरी भन्छु होइन। यहाँ क्यानाडा आउनुभन्दा अगाडि सौभाग्यले अब म त्यो लायक थिएँ कि थिएन, तर वृन्दावन जान पाएँ एकचोटि होइन। स्टोरी के थियो भन्दाखेरि मेरो पासपोर्ट चाहिँ नेपालमाबाट मिलेन होइन, अनि इन्डियाबाटै गएँ। अनि बुवालाई सोधेँ म दिल्ली जान्छु, यसो आँखामा हेर्नुभयो क्या, अहिलेसम्म कहीँ नगएको, दिल्ली जान्छु भन्छु, एक्लै गएको दाइ होइन। अनौठो ठाउँ क्या, मान्छे यति भिड छ होइन, कहाँ के भइरहेछ केही थाहा छैन। अनि म गइदिएँ नेपालीकै होटेलमा गएको, अनि हल्का हुन्छ नि आफूलाई ओसिडी भएको छ, अनि सफासुग्घर नदेख्ने बित्तिकै म गइहालेँ। अनि त्यसपछि मन्दिरमा गएर बसेँ होइन। अनि मन्दिरको प्रभुले के भन्नुभयो, भर्खर आइस भन्नुभयो क्या मलाई। मैले चिनेकै छैन होइन, उहाँलाई मैले चिनेकै छैन, भर्खर आइस भन्नुभयो क्या। तपाईँले मलाई चिन्नुहुन्छ भने पास्ट लाइफको कनेक्सन रहेछ क्या त्यहाँ चाहिँ। तँलाई त मैले यतिखेर यस्तो बेला भेटेको थिएँ भन्नुभयो क्या। अनि त्यस्तो भयो है, पास्ट लाइफको भन्नाले रिइन्कार्नेसन अथवा यसको स्टोरी त सुनेको थिएँ मैले पनि होइन, धेरै सुनेको छु त यस्तो। एउटा त हाम्रो रूपेश्वर गौरदासले भन्ने सुने होइन, तर अस्ति अक्षित गुप्ता थाहा छ नि तिमी, द हिडन हिन्दूको राइटर, उसले नि भने सुनिरहेको थिएँ स्टोरी होइन। तिम्रो कुरा सकौँ नि म जोडौँला नि त। त्यसपछि के भयो तिम्रो? हामी यस्तो थियौँ पहिला भन्नुभयो होइन। अब मैले त विश्वास गरिनँ नि त, मैले देखाएको छैन होइन। अनि एउटा त्यो स्टेजमा गएँ म, ध्यान गरेँ होइन एउटा, अनि हो रहेछ क्या, कनेक्सन भएको रहेछ भने। अनि उहाँले आफ्नै रुममा लानुभयो होइन, मलाई एउटा राजा जसरी बसाइदिनु भयो। कतै त्यहाँ जाँदा भित्तामा तिम्रो फोटो त देखेनौ नि? छैन, केही छैन क्या पहिला। अनि त्यसपछि चाहिँ म के रहेछु भन्ने म अहिले पछि मलाई भन्छु पास्ट लाइफमा अलि प्रायःलाई भनेको त छैन मैले होइन। लाइक अलि लाइक नभन्नु भनेको छ क्या, आदेशै आएको छ नि त गुरुले, होइन मिल्दैन भने नभन, आफ्नो कन्फिडेन्सियल द्याट्स फाइन, नभन्नु भनेको छ क्या। अनि त्यसपछि चाहिँ अनि वृन्दावनमा चाहिँ जान पाएँ होइन। अनि वृन्दावनबाट आउने बित्तिकै मेरो पासपोर्ट ब्याक आयो, ताकि म उता एम्बेसी पनि भित्र छिर्न खोजेँ। वी आर नट हियर टु इन्टरटेन भन्छ क्या इन्डियनले होइन। अनि त्यसपछि वृन्दावनबाट चाहिँ आउने बित्तिकै कसरी भयो त भनेर सोच्नुहुन्छ भने, एउटा मान्छेले भन्छ नि कर्म पनि हुनुपर्छ र भगवान्को कृपा पनि हुनुपर्छ भने। अनि त्यस भएर चाहिँ आफूलाई चाहिँ म त्यो सौभाग्य ठान्छु क्या, एउटा करुणा दिनुभएको रहेछ भनेर चाहिँ। मैले केही गरेको छैन अहिलेसम्म लाइफमा होइन, कसैलाई पनि मैले कम्प्लिटली हेल्प त गर्न सकेको छैन नि दाइ। यस्तो हुन्छ क्या, मलाई बुवाले सधैँ भन्नुहुन्थ्यो क्या, भनौँ न आत्मा इनर्जी त हो नि एउटा, क्यान बी नट डिस्ट्रोइड होइन, क्यान बी ट्रान्सफर भन्छ नि त। त्यही हो कि होल लजिक नै, रिइन्कार्नेसन रिबर्थको लजिक त्यही नै हो क्या एक्चुअली। त्यो मान्छेले जसलाई देखेको थियो त्यो आत्मा तिमीमा आयो होला कि सायद, मैले सुने आन्सर है। म त कोही पनि होइन नि त, म न पढा लेखा न एक्सपर्ट हो, न म रिलिजियस फलो गर्ने कोही पनि, सुने भन्दैछु होइन। एउटा स्टोरी के भएको थियो अरे भन्दाखेरि, एउटा बच्चा जन्मेको थियो अरे सर्टेन ठाउँमा होइन। अनि त्यो बच्चाले चाहिँ जन्मेको 5-6 वर्षपछि चाहिँ मलाई किन यो नामले बोलाएको, मेरो नाम यो हो भन्यो होइन, मेरो उता बुढी छ, मेरो परिवार छ, मलाई तिमीले किन यहाँ लिएर आएको भनेर सधैँ घरमा झगडा गरेर त्यो बच्चा। यसले तेरो घर बुढी कहाँ छ त भन् त भनेर सबै एड्रेस लिएर गएर हेर्दाखेरि त्यहाँनिर त्यसको साँच्चैको बुढी होइन, त्यो बच्चाको है, त्यो बुढी दाजुभाइ टोल छिमेक सबै एक्युरेट भनिदिएको क्या। यो कस्तो भन्दाखेरि आत्मा ट्रान्सफर भएको हो क्या यो रिइन्कार्नेसन। त्यही मान्छे जन्मिएको होइन कि, त्यसको आत्मा ट्रान्सफर भएको भन्छ नि। दाइकै कुरामा मैले थपिदिइहालेँ, जर्मनीमा एउटा रिसर्च भएको थियो होइन। अनि रिसर्च गर्नेहरू चाहिँ एथिस्ट थिए क्या, जानी एथिस्ट राखेको रिलिजनमा नहोस् भनेर। अनि उनीहरूले चाहिँ 2टा रिसर्चमा चाहिँ के पायो भन्दाखेरि, ठ्याक्कै रिइन्कार्नेसन भएको मान्छे जो जन्मेर हुर्किएपछि मेरो बुवा यो है भनेर गएर भेट्दाखेरि बुवा नै रहेछ क्या ठ्याक्कै। त्यो त युएसमा नि भन्ने भएको थियो नि त, यो पल हार्बरमा जुन पाइलट हानेर यो सुन्नुभयो होला नि रिइन्कार्नेसनको, पल हार्बरको त्यो पाइलट निस्केर पछि कसरी स्केप गरेर कसरी के भयो, त्यो कति वर्षको बच्चाले आएर प्लेनै चलाइदिने सबै भएको थियो नि त्यो। भाषा बोलिदिरहेको छ यो पल हार्बरको कुरो नि यस्तै थियो नि, इन्ट्रेस्टिङ यो त्यो त एकदमै रिइन्कार्नेसनको चाहिँ त्यही कन्सेप्टमै हो नि त। यो यस्तो छ, अब यो मान्ने नमान्ने भन्ने कुरा मात्र, त्यो चाहिँ एभ्रिथिङ। मैले विश्वासको कुरा गरेको थिएँ नि है, अब स्टोरी भन्ने
टाइम आएछ म अर्को एउटा स्टोरी भन्छु होइन भोलि फेरि बाबा मन नभनोस् होइन मैले स्टोरी मात्र भन्नलाई होइन के भएको थियो भन्दाखेरि शङ्कराचार्य छ नि हिन्दूको टपेस्ट लेभलको मान्छे हो नि त शङ्कराचार्य भनेको शङ्कराचार्य चाहिँ सानो छँदा चाहिँ ध्यानमा बस्दा चाहिँ भगवान् देख्ने रे के अनि ऊ जहिले भगवान् देख्ने होइन अनि भगवान्ले उसलाई भने तँलाई जहिले समस्यामा पर्छस् म आएर हेल्प गर्छु भन्थ्यो अरे कि भगवान्ले अनि ऊ त बच्चा त हो अनि बच्चाले बाहिर गएर ठुलो गफ गर्दैछ होइन भगवान् त म बोलाउने बित्तिकै आइहाल्छ नि भन्ने कुरा गर्दैछ होइन अनि सबैले भनेछ तेरो भगवान्लाई भोलि यहाँ बोला विल सी योर भगवान् भनेछ होइन अनि शङ्कराचार्य गएछ त्यो रातभरि ऊ तनावमा भोलि भगवान् आउँछ कि आउँदैन भने क्युरियस तनावमा बच्चा थियो अरे होइन अनि भोलि त्यहाँ गएर भगवान्लाई बोलाउँदा आएन छ भगवान् अनि ऊ फेरि राति गएर ध्यानमा बसेर कुरा गर्दै भगवान्लाई किन नआएको त्यहाँ मेरो इम्बारेसमेन्ट भयो मलाई सबैले गफाडी सम्झ्यो भनेको भगवान्ले तँलाई त विश्वास थिएन म आउँछु कि आउँदिनँ भनेर तिनको अगाडि म कसरी आऊँ त आफै विश्वास गर्दैनस् ममा भन्ने कुरा भगवान्ले भनेको थियो अरे क्या अनि यही बिलिफ सिस्टमकै कुरा पनि इनर्जी हिलिङमा पनि धेरै नै हुन्छ क्या जस्तै कतिसम्म विश्वास हुन्छ भन्ने हुन्छ नि त होइन अनि एउटा सर्टेन पोइन्टमा गएपछि चाहिँ मान्छेलाई चाहिँ समाधि हुन्छ भन्छ नि त समाधि न केही छ न यो नेति 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 भनिन्छ क्या एउटा संस्कृतको होइन यो पनि होइन त्यो पनि होइन त्यो पनि होइन अनि बिलिफ सिस्टम भन्दा पनि माथि जान्छ क्या मान्छे चाहिँ एउटा भगवान् बुद्धले चाहिँ भन्नुहुन्छ नि गिलासको एउटा बोतलको पानी जस्तो सम्झ आफूलाई अनि इम्टी यर माइन्ड भन्ने कन्सेप्ट चाहिँ ब्रुसलीले त्यहाँबाट आएको हो तिमी यस्तो स्पिरिचुअलमा डिप डाउन छौ होइन तिमी हिलिङ पनि गर्छौ हरे कृष्ण फलो पनि गर्छौ फेरि तिमी ठ्याक्कै नेक्स्ट अर्को ठाउँको अर्को डिफ्रेन्ट कुरा कहाँ छ तिमी साइन्सको स्टुडेन्ट छौ क्या होइन अब धेरै मान्छेहरूले त फिजिक्स क्वान्टम फिजिक्स र गीता यो मल्टिभर्सका कुराहरू त जोडि नै रहेछन् होइन हाउ डु कनेक्ट साइन्स मोडर्न साइन्स र होइन हाम्रो स्पिरिचुअललाई कसरी कनेक्ट गर्छु त्यहाँ त्यसमा चाहिँ दाइ म एकचोटि गाउँमा एकचोटि गएको थिएँ होइन त्यो घरमा हेर्नलाई चाहिँ अनि त्यहाँ मैले के देखेँ भन्दाखेरि गाईको गौतले चाहिँ छर्किरहेछ होइन गोबरले घर लिपिरहेछ अनि रिसर्च गरेँ के गरेको रहेछ यो जस्तो लाग्यो नर्मल हाम्रो जहिले देखिरह नर्मल जस्तो लाग्थ्यो अनि सेनिटाइज गरे रहेछ क्या साइन्टिफिक वेमा चाहिँ होइन अनि त्यो कनेक्ट हुँदै गयो हामीले जुन चाहिँ यो नेपालको कल्चर स्पिरिचुअलिटी होइन एउटा तन्त्रको भूमि पनि भनिन्छ साइन्ससँग पुरै कनेक्ट रहेछ क्या दाइ अहिलेको मोडर्न साइन्सले चाहिँ त्यो नै फलो गर्दै आएको देखेँ क्या मैले त्यसको बेस्ट इक्जाम्पल चाहिँ नेपालको जति नि यो मन्दिरहरूको पिरामिड सेप छ नि अहिले साइन्सले नै भनिरहेको छ कि पिरामिड सेपमा बस्दाखेरि चाहिँ हजुर अहिले बसिरहनु भएको छ नि त्यो पनि पिरामिड सेप नै हो नि त एउटा सर्टेन इन्क्लाइन भइरहनु भएको छ त्यसमा चाहिँ इनर्जी ब्यालेन्स हुन्छ कुनै कुनै भनिन्छ नि कुनै बाबाहरू तपस्या गर्दाखेरि पुडा नै हुँदैन भन्छ नि त होइन त्यो चाहिँ पिरामिड सेप अनि साइन्टिफिकली पनि हेर्नु होइन महाभारतको कुनै कुनै कति त्यो रथहरू पनि होइन अहिले जुन चाहिँ नासाको त्यो एस्ट्रोलोजीहरूमा एस्ट्रोनोमीहरूमा कनेक्ट छ क्या त्यस्तो कुराहरूले चाहिँ अनि त्यसले चाहिँ मलाई फेसिनेट गर्यो क्या स्पिरिचुअल इन्टेलिजेन्सबाट चाहिँ मलाई चाहिँ मुभ अन टु आर्टिफिसियल इन्टेलिजेन्समा चाहिँ त्यसले नै फोकस गर्यो क्या अनि त्यहाँबाट मोटिभेट हुँदै गएपछि चाहिँ त्यसले कनेक्ट गर्न मलाई अलि ऊर्जा दियो क्या त्यति हो अरू भनेपछि भोलि स्पिरिचुअल भनौँ न भोलि तिमी हिलिङ तिमी भोलि डक्टर बन्यो अरे अनि तिमी दिउँसो डक्टर अनि राति धामी बन्न त सुहाउँदैन नि त नि होइन त एउटा रथको दुईवटा हुन गाह्रो छ नि त मैले भन्नु मैले स्पिरिचुअल र साइन्सको कुरा गरेँ तिमीलाई जुन जेनरल कुरा गरेँ तिमीलाई मैले पोइन्ट आउट गर्न खोजेको होइन त्यही भएर हाउ साइन्स फिट्स अन स्पिरिचुअल भनेर सोधेको मैले अहिले तिमीले यो एआई जोड्यो नि त यदि एआई चाहिँ डेभलप भयो अरे डाउन द रोड हजुर फर दिस स्पिरिचुअल हिलिङको लागि होइन हजुर त्यो एआईको फर्स्ट इमोसन चाहिँ के हुनसक्छ सो प्रोबेबिलिटी भन्छु है म चाहिँ होइन Okay. के हुनसक्छ भनेर चाहिँ फर्स्टमा नम जस्तो लाग्छ क्या किनकि डेटा धेरै म्यानिपुलेट भएपछि नम हुन्छ नि त एउटा मान्छेमा धेरै इन्फर्मेसन आयो भने त ब्ल्याङ्क भइदिन्छ नि त धेरै नै प्रस्ट भइदिन्छ अनि त्यो एआईको चाहिँ जहाँसम्म चाहिँ त्यो हुने धेरै चान्स देखिन्छ क्या हामीले चाहिँ मलाई अनि अर्को दाईको कुरामा चाहिँ मैले जोडिहालेँ संस्कृतबाट नै कतिवटा यो शब्दहरू आएको छ भनिन्छ नि त होइन जोड अर्को पाली भाषा भन्ने छ होइन पाली पाली भाषा भन्ने चाहिँ बुद्धिज्ममा
अनि संस्कृत जतिकै पुरानो भनिन्छ क्या पाली भाषालाई चाहिँ बुद्ध भगवान्ले चाहिँ पाली भाषाले चाहिँ ज्ञान दिनुभएको अरे। अनि पाली भाषा यस्तो भाषा हो दाइ जहाँ चाहिँ कुनै पनि त र म त्यस्तो शब्दहरू छैन क्या, लो लेभलको शब्दहरू नि छैन क्या। त्यही भएर बुद्ध भगवान्लाई चाहिँ करुणामय भनिन्छ नि त होइन। त्यहाँबाट अनि कनेक्सन त्यसरी नै त्यो साइन्समा चाहिँ ठ्याक्कै कनेक्ट हुन्छ क्या। रोबर्ट ओपनहाइमर जसले एटम बम बनाए होइन, एटम बम त्यो मुभीमा पनि देखाउँछ नि त ओपनहाइमर। त्यसको गीताको आइएम अ डिस्ट्रोयर, आइएम अ डेथ एन्ड आइएम अ के भनेर त्यो त एक्चुअली गीताकै श्लोकलाई ट्रान्सलेट गरेको हो क्या त्यो ओपनहाइमरमा त ठ्याक्क। अनि उहाँले पनि त्यो संस्कृतको पुरै श्लोकहरू भन्नुहुन्थ्यो नि त होइन, नाउ आइएम डेथ भन्नुभयो नि त। त्यसले गर्दाखेरि होला नि केही त होला नि भनेर मैले पनि एक्सप्लोर गर्दाखेरि चाहिँ द्याट मेक्स मी मोर फेसिनेट क्या यस्तो पोइन्टमा चाहिँ। म फेरि मेरो क्वेसनमा जान्छु होइन, त्यो जब एआई बनेपछि त्यसको फर्स्ट इमोसन्स मैले कुरा गरेँ नि, वाट इट क्यान बी होइन। जस्तै मैले किन त्यो भने भन्दाखेरि अब त डेटा पुल त होला, हजुर, वेयर द्याट डेटा यु गोना पुल फ्रम राइट टु पुट इन द्याट पुल सोर्स कहाँको हुनसक्छ। मोस्टली हिन्दुजमलाई फ्याक्ट मानेर गर्ने हो कि, जस्तै नेपालमा तन्त्रको त्यत्रो कुराहरू गरिरहेछौँ हामीले होइन, हजुर, त्यो कुरालाई फोकस गरेर गरिने हो कि यता वेस्टर्न कल्चरमा त्यस्तो कुरा छ कि होइन, के कुरालाई आधार मानेर एआई डिजाइन गर्दाखेरि भोलि गएर एआईले राम्रो आउटकम दिन सक्ला र एआई पनि एउटा गुड स्पिरिचुअल हिलर हुनसक्छ डाउन द रोड होइन। एज तिमी मेसिन लर्निस्ट भएर काम गरिरहेछौ, तिमीले त ल्याङ्ग्वेज लर्न त गरिरह होला होइन, अब डेटा साइन्स गरिरहेछौ, यु हेभ मोर नलेज अबाउट द्याट होइन। अब त्यसको बारेमा तिमी के छ तिम्रो थट्स? सो बेस्ड अन माई एक्सपिरियन्स अफ कोडिङ पाइथन होइन, डेटाबेस एसक्युएलमा चाहिँ, अनि एकजना प्रोफेसरले पनि भन्नुहुन्थ्यो कि अहिले त मान्छेले केमा लागेको छ भन्दाखेरि आफूले आफूलाई ट्रेन गराउने एआई खोजिरहेको छ नि त होइन। चाइना र युएसको मेन वारै त्यही हो क्या दाइ, एनी आऊ डेटा लिएर आऊ क्या, टिकटक भयो होइन, फेसबुक एल्गोरिदमदेखि सबैले। अनि त्यहाँसम्म मान्छे पुग्नै सकेको छैन क्या दाइ अहिलेसम्म चाहिँ होइन। इन केस यदि पुग्यो भने चाहिँ होइन, बेस्ड अन द स्पिरिचुअलिटी र यो बुक होइन जुन चाहिँ मैले पढेको थिएँ विचार विज्ञानमा चाहिँ, निराकार भनिन्छ नि, त्यो कम्पेरिजनै गर्न सकिन्न अरे क्या एउटा लेभलमा चाहिँ। कहाँबाट आयो भन्ने नै सोर्स नै थाहा हुँदैन अरे क्या। अहिले त जस्तै फर इक्जाम्पल होइन, यो बुक कहाँबाट आयो भन्दाखेरि एउटा कुनै पुस्तकालयबाट आयो, पुस्तकालय कहाँबाट आयो भन्दाखेरि कोही मान्छेले दियो, त्यो मान्छे कहाँबाट आयो त्यो एउटा स्टोरी छ नि दाइ। त्यो एउटा पहिला राम पनि गानिन्थ्यो नि, खै गाई खोलाले बगायो, खै खोला छ्याप्पै सुक्यो भन्छ नि, हो त्यस्तै नम हुन्छ क्या दाइ, सोर्स नै थाहा हुँदैन कहाँबाट आयो भन्ने। यो विचार र विज्ञान भन्ने बित्तिकै राम्रो सोच्छु भने द्याट्स एआई एक्चुअली होइन त, एउटा फर्म होइन, साइन्स द्याट थिङ्स भने जस्तै त हो नि। एआई वाट इज एआई त्यही होइन त, हामीले इनपुट गरेको डाटालाई एनालाइज गरेर दिने त हो नि विचार र विज्ञान। सोर्स नै तपाईँबाटै आएको भन्छ नि त होइन। च्याट जिपिटीमा मैले इन्फर्मेसन दिएर त मेरो प्रम्प्ट तर मैले चाहिँ स्पिरिचुअलिटीको बारेमा कुरा गर्ने र रिकी हिलिङ भनेर हामीले भनिरहेको छ नि, हजुर, यसमा मोर डेटा चाहिँ तपाईँको तिम्रो चाहिँ नेपालबाट आउने हो कि लाइक नेपालको हिन्दुजमलाई फ्याक्ट मानेर गर्ने हो कि होइन, जस्तै अब वेस्टर्न कल्चरमा पनि छ कि, तिमीले अब तिमीलाई के लाग्छ भनेर मैले तिम्रो केमा चाहिँ धेरै वेट छ। ट्रु, डेफिनेटली होइन। अब हामीले यस्तो अन्धविश्वासको कुरा गर्ने हो भने त हामीलाई त हिन्दुजममै धेरै छ नि होइन। जस्तै राम लक्ष्मणको कुरा गरौँ होइन, रामायणको कुरा गर्दाखेरि पनि र के अरे हाम्रो यो हनुमानले पुच्छरमा आगो बालेर त्यहाँ कहाँ पुगेको त्यो सबै कुरा लङ्का पनि छ, श्रीलङ्का पनि छ होइन, अनि यो वृन्दावन छ होइन कृष्णको। तर अब रेकी हिलिङमा गर्ने हामी भागवत गीता पढिरहेछौँ डेफिनेटली होइन। अब भोलि गएर डाउन द रोड तिमीले अघि स्टार्टमा भन्यौ नि मेरो एउटा छ एआई चाहिँ स्पिरिचुअल हिलिङमा ल्याउने भन्ने कुरा गर्दाखेरि चाहिँ आर यु गोइङ टु बेस अन हिन्दुजम or more over here in westernमा त तिमीलाई त I don't think so you will have a lot of information right? This is very tough question क्या। यो एकदमै लाइक कस्तो क्वेसन हो भने म को हो भन्नेको प्रश्न जस्तो भयो नि त होइन। हो त्यही त, हु एम आई भनिन्छ नि, संसारमा सबभन्दा डिफिकल्ट क्वेसन भनिन्छ क्या यसलाई चाहिँ होइन। त्यसमा चाहिँ मेरो उत्तर चाहिँ के छ भन्दाखेरि दाइ
ओसोको फिलोसफीमा अलिकति जान्छु क्या त्यसमा चाहिँ म यो हो भनेर लिन्न क्या त्यो पोइन्टमा चाहिँ यो हिन्दुजम हो जुडिजम हो बुद्धिज्म हो भनेर त्यो लिने मेरो क्यापेबिलिटी नै छैन क्या मैले डिबेट के अरे डिस्क्रिमिनेट गर्नलाई होइन अनि त्यही भएर म सबैबाट लिन्छु क्या त्यही भएर दाइ कहिलेकाहीँ तपाईँले मैले बाइबल पढेको पनि देख्न सक्नुहुन्छ क्या मेरो बुवाले त क्रिस्चियन भोइस भन्नुहुन्थ्यो क्या बाइबल इन्ट्रेस्टिङ छ नि त त्यसपछि ओभरअल्ली सबै रिलिजनलाई फ्याक्ट मानेर त्यहाँबाट चाहिँ अनि सोर्स चाहिँ त्यहाँबाट बनाउने हजुर ओके मोडर्न टाइममा फाइट गर्न त सबैबाट लिनु पऱ्यो नि त ट्रु म हिन्दूलाई मात्र सर्भ गर्ने एआई बनाउँछु भनेर त पाइएन होला नि त तर यो एआई चलाउने मोस्टली को होला त हु इज द एन्ड पोइन्ट युजर्स होइन अहिलेको यहाँको केनेडियन जो कि लाइक जसले कि रिलिजनमा विश्वास पनि गर्दैन होइन तिनीहरूले त चलाउँदैन अनि वाट इज द पर्सेन्टेज राइट सो मोस्टली मोर ओभर चाहिँ अनि हामीले यस्तो कुरामा विश्वास गर्ने भनेको हिन्दुजम होइन हिन्दुजममा चाहिँ धेरै विश्वास गर्छ जस्तो लाग्छ है मलाई चाहिँ हुन त मिथहरू धेरै छ नि त त्यही भएर भनेको एन्ड युजर त हामी नै हुन्छौँ जस्तो लाग्छ कि तर अनि हामीले नै युज गर्दाखेरि त मोर सोर्स त हाम्रो त नेपाल हिन्दुजम उसमै नै हुनु पऱ्यो नि त होइन त्यही भन्न खोजेँ अनि दाइकी त्यही पोइन्टमा पनि मान्छेले चाहिँ आफ्नो कम्फर्ट जोनभन्दा बाहिर जान गाह्रो मान्छ अरे क्या आफ्नो बिलिफ सिस्टमभन्दा पनि बाहिर होइन अनि मलाई चाहिँ एउटा प्रश्न आएको थियो कि भगवान् थाहा छ भगवान् देखेछ भन्नुभएको थियो क्या अनि मैले चाहिँ मलाई थाहा छैन उहाँ भगवान् हो कि होइन तर एउटा स्टेजसम्म चाहिँ पुग्दाखेरि चाहिँ हो जस्तो लागेको छ भने क्या अनि त्यसको बेस्ट एक्जाम्पल दाइ भनिन्छ नि कोहीले अल्लाह भन्छन् कोहीले जिजस क्राइस्ट भन्छन् कहिले शिव होइन बुद्ध भगवान् नाम मात्रै त फरक हो नि मैले पानीलाई H2O पनि त भन्न पाएँ नि त साइन्सको भाषामा त होइन यार शिवको नसा अर्कै छ शिव भनेको त दाइ शिव हो नि फेरि म पहिला एकदम ठुलो भक्त हो नि शिवको मतलब गाँजा खान्थ्यो गाँजा खाँदिनँ थिएँ होइन गाँजा नखाँदा पनि गाँजा खाएको लेभलमा पुऱ्याइदिनु हुन्थ्यो क्या उहाँले त्यस्तो हुन्छ है एउटा भिडियो हेर्नु भएको छ कि नै हजुरहरूले होइन सर्टेनमा भाइरलै गएको थियो शिव ताण्डवको पशुपतिनाथमा चाहिँ एउटा भिडियो भाइरल गएको थियो होइन त्यहाँ त्यो भिडियो अहिले देखाइदिन्छु होइन त्यसमा चाहिँ के भएको थियो भन्दा मलाई साथीले धकाल्यो अनि अचानक मलाई त्यो आयो क्या ऊर्जाले अनि शिव ताण्डव भन्यो अनि त्यसमा मार्केटिङ गरिरहेको थियो क्या जुत्ता गर्नेले यो जुत्ता लगायो भने चाहिँ यसरी नाच्न सकिन्छ है भनेर मार्केटिङ गरिदिरहेको थियो अनि भगवान् शिवले चाहिँ के गर्नुहुन्छ अरे भन्दाखेरि हजुरलाई पछि नारायणसम्म पुऱ्याइदिनुहुन्छ अरे क्या मेरो भक्त गरिस् अब नारायणपट्टि लाग भनेर पठाइदिनुहुन्छ अरे क्या भगवान् शिवले चाहिँ अनि शिवसँग चाहिँ एकदम कनेक्सन एउटा यो स्टोरी सुनौँ न त हुन त मलाई अलिअलि थाहा छ तिमी जुन यो इगोको कुरा आएन है हजुर इगोको कुरा आउँदा नि होइन जुन ब्रह्माको इगो भएको टाउको छ नि त्यो त काल भैरवले काटेको भन्छ नि त्यो स्टोरी भन न चाहिँ सुनौँ न त्यसमा चाहिँ के भएको थियो होइन भन्दाखेरि जहाँसम्म मैले सुन्न आएको छु चाहिँ ब्रह्माले चाहिँ आफूले चाहिँ एउटा अहङ्कार आयो क्या मैले नै गरेको हो नि त आइ एम द क्रिएटर होइन मैले नै क्रिएट गरेको अनि मलाई त कसैले केही गर्न सक्दैन भने अहङ्कार आयो अनि काल भैरव भनेको त शिवको एउटा रूप हो नि त होइन शिवको बडीगार्ड सेक्युरिटी गार्ड ताइ काल भैरवको नि कति करोडवटा रूप हुन्छ क्या के अरे बटुक भैरव काल भैरव होइन जुन चाहिँ बसन्तपुरमा भएको काल भैरव अहिले स्टोरी भन्छु होइन त्यहाँको मलाई त खालि उसमा त थाहा छ त्यो पशुपतिमा छ नि बिचमा ठाडा पारेर चाहिँ हामी त्यही ढोक्थ्यौँ त्यहाँ पनि स्टोरी कनेक्सन छ मलाई थाहा त्यहाँको के भैरव हो त्यो उन्मुद्ध भैरव भनिन्छ के अरे उन्मुद्ध भैरव ए त्यस्तो पो हो उन्मुद्ध आएको क्या ऊर्जा बढी आएको क्या त्यही भएर त्यहाँको रुद्रा चाहिँ मसँग छ यहाँ ल्याएको थिएँ अनि त्यसले ऊर्जा बढिदिन्छ ऊर्जा एकदमै नेक्स्ट लेभलको हुन्छ भैरवको अनि फल्सीको लागि कार्ड दिनुभएको उहाँले होइन अनि शिव भनेको त डिस्ट्रोयर हो नि त ब्रह्मा इज द क्रिएटर विष्णु इज द प्रिजर्भर हो होइन जुन चाहिँ यो अपरेसन गर्ने अनि शिव भगवान्लाई चाहिँ डिस्ट्रोयर भनिन्छ क्या अनि त्यही भएर मान्छेले अहङ्कार गर्यो भने चाहिँ भगवान् शिवले नै एउटा रूप लिएर चाहिँ यो पोइन्टमा चाहिँ कार्ड दिनुहुन्छ क्या अनि दाइ होइन एउटा सोच्नु होइन जस्तै नारीलाई एउटा डिबेट हेर्ने नजर फरक हुन्छ नि त होइन हिन्दुजममा नारीलाई जस्तो उच्च काहीँ पनि दिएको छैन क्या बुद्धिज्म र हिन्दुजममा चाहिँ क्रिस्टियानिटीको बाइबल पढ्यो भने चाहिँ त्यहाँ अलिकति डिबेटेबल देखेँ होइन मैले अब यसमा डिबेट आउँछ मलाई फेरि गुरुले त भन्नुभएको थियो रिलिजन जेन्डर र पोलिटिक्समा कहिले डिबेट नगर्नु भन्नु पहिला अहिले त जे पनि गर्दै जस
थाहा भएको कुरा त भन्न पायो नि त होइन, फ्रिडम अफ स्पिच होइन। अनि जुन चाहिँ एउटा देख्नुहुन्छ नि शिव भगवान्को माथि चाहिँ महाकाली त्यसरी बस्नु भएको छ नि होइन, त्यो पनि एउटा इगोलाई डाउन गर्नुभएको क्या, जुन चाहिँ हजुरले इगोको कुरा गर्नुभयो होइन। अनि त्यहीबाट अब काठमाडौँलाई त पुरै तन्त्रकै सिटी भन्ने भन्ने छ नि त, त्यो छ। अब जुन भैरवको स्टोरी आएर छ नि काठमाडौँमा, जुन भैरवको त्यसको के छ स्टोरी भन न त। सो हजुर अहिले त्यहाँ जानुभयो भने काल भैरव चाहिँ हल्का स्माइल गरिरहेको देख्नुहुन्छ होइन। त्यो यो उसको भैरव नि, यो बसन्तपुरको काल भैरव। त्यसको के किंवदन्ती त्यहाँ लेखेको छ भन्दाखेरि चाहिँ पहिला चाहिँ काठमाडौँको बासिन्दामा चाहिँ न्यायको लागि चाहिँ न्यायालय भनिन्थ्यो क्या काल भैरवलाई होइन। अनि एउटा इन्सिडेन्ट भएको थियो, त्यहाँको एउटा मान्छे चाहिँ बाहिर काठमाडौँभन्दा बाहिर गएछन्, अनि एकदम खतरा एक्टर क्या फेरि। अनि एक्टिङ गर्दाखेरि चाहिँ उहाँले चाहिँ एउटा स्त्रीसँग चाहिँ म तिमीलाई बिहे गर्छु, तिमी मसँगै बस भनेर भनेको रहेछन् होइन। अनि उनीहरूको चाहिँ त्यतिखेर अब मोडर्न भाषामा रोमान्स भएको रहेछ होइन। अनि त्यसपछि चाहिँ स्त्रीले चाहिँ मलाई मन परेन, तिम्रो बानी व्यवहार मन परेन भनेछ। अनि तिनीहरूको झगडा परेछ त्यो टाइममा होइन। अनि केटाले चाहिँ छाडिदिएर आएछ, काठमाडौँ आएछ। अनि राजा चाहिँ कस्तो थियो भने त्यहाँ चाहिँ सबैलाई न्याय दिनुपर्ने टाइपको राजा हुनुहुन्थ्यो क्या। अनि मल्लकालकै हो त यो स्टोरी होइन। अनि उहाँले चाहिँ त्यो मान्छेलाई, स्त्रीले आएर चाहिँ राजा मलाई यसरी बलात्कार गर्दै यो मान्छेले भनेर भने रहेछन् होइन। अनि त्यो जो मान्छेले गरेको उसले चाहिँ एकदमै निराश भएछ, अब त म मर्ने भएँ। किनकि पहिला स्टोरी के थियो भन्दाखेरि काल भैरवको अगाडि कसैले पनि झुट बोल्न सक्दैन, यदि झुट बोल्यो भने त्यो मान्छे चाहिँ रगत छादेर मर्छ भन्ने स्टोरी थियो क्या पहिला चाहिँ। अनि राजाले हो त भने होइन, अब ऊ त एक्टिङ गर्न सक्ने होइन। राजा मैले होइन भनेर कसरी राजालाई मनाउन खोजेँ, तर राजाले चाहिँ होइन महिलालाई न्याय चाहिन्छ भनेर चाहिँ अब भोलिपल्ट सबजना यहाँ बस्ने, काल भैरवको अगाडि त्यसरी गर्ने। जसले झुट बोले, दुईजनामा त एकजनाले झुट बोलेको छ, जसले झुट बोलेको त्यो त्यहाँ इन्स्ट्यान्टली उतै हुन्छ भने होइन। अब केटो तनावमा भयो, आमाकोमा गयो। आमा त हो नि अन्तिम त होइन। आमा यस्तो भएको छ, मलाई त अब म त भोलि मर्छु होला आमा, के गर्ने भने। अनि आमाले चाहिँ तैँले मैले जे भन्छस् त्यही मान भन्नुभयो क्या। अनि त नाङ्गे आइज भन्नुभयो क्या उहाँले चाहिँ। अनि म नाङ्गे कसरी आउनु सक्नु मेरो आमाको अगाडि भनेर। अनि होइन त नाङ्गे आइज भन्नुभयो। अनि त्यसपछि आमाले चाहिँ सानो बच्चालाई दुध खुवाएको जसरी खुवाउनु भयो होइन। अनि भोलिपल्ट त्यो मान्छेले चाहिँ काल भैरवकोमा गएर चाहिँ सबजना बसिरहेको थिए, राजाहरू सबै थिए होइन मान्छेहरू। ल भैरव मैले गरेको हो, तर योभन्दा अगाडि के गरेको मलाई थाहा छैन, मैले गल्ती गरेँ, तर जे गरेको हो मैले गरेको हो, मैले गरेको हो। अनि राजाले सोद्धाखेरि गरेको हो भन्दाखेरि हो भन्दै क्या उसले। अनि बाँचे क्या। अनि त्यही भएर त्यही कारणले नै अहिलेसम्म त्यो काल भैरवको अलिकति स्माइल चाहिँ देख्नुहुन्छ क्या। अनि मान्छेले चाहिँ भगवान्लाई पनि उल्लु बनाउनु सक्दो रहेछ भन्ने चाहिँ त्यहाँ किंवदन्ती रहेछ क्या। त्यो चाहिँ त्यो त बुझेँ मैले होइन। हजुर त्यो एक दिन अगाडि आमाले नाङ्गा आएर दुध खुवाएको चाहिँ किन खुवाएको नि त्यो चाहिँ? सोध्यो नि त तैँले यस्तो गरेको थिएछौ भनेर। अनि उसले चाहिँ हो भने नि त, त्यो कारणले लोजिक चाहिँ त्यो रहेछ। तिमीलाई त्यहाँ त्यो सेतो गद्दी छ नि त्यहाँ, हजुर गद्दी बैठकको यतातिर हो क्या। त्यहाँ एउटा अर्को पनि भैरव छ, तिमीलाई याद थाहा छ? हनुमान ढोकामा त्यहाँ छोपेर राखेको छ। पटुक भैरव कि कुन चाहिँ त्यहाँ एउटा भैरव हुनुहुन्छ, श्वेत भैरव। हजुर त्यहाँबाट त्यो इन्द्रजात्राको दिनमा त्यसको उसको मुखबाट रक्सी खाइने त्यो उता इन्द्र के अरे असन चोकको चोकैमा हो नि? होइन त्यो त्यही हो, त्यो बसन्तपुर निर्माण छ, त्यो उसमा हनुमान ढोकामा छ। हजुर बट एनिवे त्यो छोडिदिउँ। त्यो अब कन्क्लुजनमा जाने। अब तपाईँ के छ भन्नु पर्ने? छैन, तिमी अब एन्डिङै गरौँ ल। उज्जवल भाइ थ्याङ्क यू भेरी मच फर कमिङ होइन। तिमीलाई के भन्नु छ होइन हाम्रो भ्युवर्सहरूलाई? इट्स अल योर्स। अब थ्याङ्क यू जति पनि भ्युवर्सहरू गफकाफ एडमन्टनमा हेरिरहनु भएकोहरूलाई धन्यवाद होइन। मैले कतिपय गल्ती पनि बोलेँ होला, काहीँ चुकियो होला, मबाट केही गल्ती भयो भने चाहिँ क्षमा गरिदिनु होला होइन। अझै पनि सपोर्ट हजुरहरूको आइरहनेछ। धन्यवाद। थ्याङ्क यू एभ्रिवान। थ्याङ्क यू। इफ यु लाइक प्लिज सब्सक्राइब होइन। अनि इफ यु लाइक आवर टुडेज कन्टेन्ट होइन,
प्लिज लेट अस नो होइन हामी वी क्यान स्टे एन्ड टक अगेन अबाउट स्पिरिचुअल जर्नी एभ्रिथिङ हाम्रो भाइलाई फेरि पनि ल्याउनेछौँ होइन अझ धेरै रमाइलो कुराहरू भयो कस्तो इन्ट्रेस्टिङ स्टोरिजहरू पनि थियो बट एनिवे यहाँ त्यो शिवको जोक भन्नु मन थियो ठिकै छ नेक्स्ट टाइम थ्याङ्क यू हेभ अ गुड